ल तब हाम्रो आज चाहिँ हामीले जुन हाम्रो 8वटा मोड्युल राखेको थियौँ 8वटा मोड्युल मध्येको हाम्रो जुन तपाईँको यो जुन सबैभन्दा पहिलो मोड्युल भनेको चाहिँ हाम्रो बिजनेसको बारेमा छ होइन किन अब अकाउन्टिङ बारे सिक्न खोज्दैछौँ सबै यदि हामीले अकाउन्टिङ र बिजनेसमा एडमिनिस्ट्रेसन अकाउन्ट र फाइनेन्स एडमिनिस्ट्रेसनलाई कसरी म्यानेज गर्ने भनेर हामीले सिक्दैछौँ भने सबैभन्दा पहिला हामीले के सिक्नुपर्छ भन्दाखेरि त्यो जुन चिज सिक्न खोजिरहेछौँ त्यो जहाँ एक्जिस्ट गर्छ त्यो चिज बारेमा चाहिँ हामीले राम्रो इन्फर्मेसन लिन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ र त्यो बारेमा चाहिँ हामी सिक्छौँ किन भन्दा अकाउन्टिङ भनेको तपाईँको हाम्रो कसैले आफ्नो पर्सनल व्यक्तिको लागि त गर्दैन मेजरली अकाउन्टिङ गर्ने भनेको त हामीले त तपाईँको एउटा कुनै पनि व्यवसायकै लागि नै हो होइन त्यो भइसकेपछि हामीले चाहिँ आज के गर्छौँ नेपालको चाहिँ व्यवसाय बारे चाहिँ बुझ्छौँ है त ल यो मोडल 1मा चाहिँ के छ हाम्रो बिजनेस इट्स नेचर लिगल फ्रेमवर्क इन्कर्पोरेसन र यसको चाहिँ हाम्रो अकाउन्टिङ लिङ्केज चाहिँ के छ भनेर चाहिँ हामी बुझ्छौँ है ल सबैभन्दा पहिला बिजनेस भनेको के हो त बिजनेस भनेको के हो भनेर चाहिँ हामीले बुझ्नको लागि चाहिँ सबैभन्दा पहिला बिजनेस के हो भनेर बुझ्नुपर्छ होइन बिजनेस भनेको के हो भन्दाखेरि बिजनेस भनेको तपाईँको कुनै पनि एउटा ग्रुप अफ पिपल अथवा सिङ्गल पिपलले अगाडि आएर चाहिँ तपाईँको कुनै पनि इकोनोमिक एक्टिभिटी यदि गर्न खोज्दैछ जसमा चाहिँ तपाईँको हाम्रो चाहिँ गुड्स र सर्भिसको ट्रेडिङ चाहिँ इन्भल्भ छ अथवा म्यानुफ्याक्चरिङ चाहिँ तपाईँको इन्भल्भ छ होइन र यो चिज चाहिँ तपाईँको कुनै पनि के को लागि गरिन्छ प्रफिटको लागि गरिन्छ प्रफिटेबिलिटीको लागि टपिकको पिक स्मल आयो भन्नुभयो सरले ए यहाँ भित्र लेखेको चिज चाहिँ स्मल भयो भन्नुभएको सरले खोलेरै बोल्दा पनि भयो बोल्नुहोस् न हो सर हो त्यो हाम्रो त्यो मिनिङ अफ बिजनेस भन्ने चाहिँ सानो आयो कि सर त्यो भित्रको बोर्डहरू देखेन रोक्नु है त्यो पछाडि ब्याकग्राउन्ड चाहिँ ठुलो आयो त्यसलाई भयो, स्क्रिन भयो, सेयर भयो, सर, टु भयो। भनेर छ त्यसमा गराउँदा भइहाल्थ्यो ए हुन्छ सर हुन्छ यो जुन स्क्रिन सेयर भएको छ त्यसलाई ठुलो गरिदिनु किन भन्दा मैले यहाँ कस्तो देखियो भनेर यता आइप्याडमा पनि हेरि नै राखेको छु होइन यहाँ ठिकै जस्तो भइराखेको छ अब त्यो के इस्यु भयो एकचोटि हेर्नु क्या अरे रिजल्भ भएन भने हामी भयो, रिजल्भ सर, भयो। गराउँला नि भयो होइन सर बल्ल भयो भयो, सर सर। अनि भएको अहिले भयो ल अब बिजनेस भनेको के हो त बिजनेस भनेको के हो भन्दाखेरि पहिला हामीले बिजनेस बारेमा बुझ्नु पर्दाखेरि कुनै पनि व्यक्ति होइन तपाईँको सिङ्गल होस् चाहे त्यो ग्रुप अफ पिपल होस् होइन मान्छेहरू मिलेर अथवा एक्लै तपाईँले कुनै पनि व्यक्तिले चाहिँ तपाईँको इकोनोमिक एक्टिभिटी गर्न चाहन्छ होइन इकोनोमिक एक्टिभिटी गर्छ कन्टिन्युसली त्यो इकोनोमिक एक्टिभिटीमा कुनै पनि गुड्स वा सर्भिसको चाहिँ इन्भल्भमेन्ट छ सर्भिसको इन्भल्भमेन्ट कसरी छ भन्दाखेरि तपाईँको आइदर प्रोडक्सनबाट छ अथवा तपाईँको ट्रेडिङबाट छ होइन अनि त्यसपछि तपाईँको त्यो चाहिँ कुन उद्देश्यले गरिन्छ भन्दाखेरि तपाईँको फाइदा कमाउने उद्देश्यले गरिन्छ भने त्यसलाई चाहिँ के भनिन्छ बिजनेस भनिन्छ होइन तर बिजनेसको चाहिँ के छ भन्दाखेरि एउटा एजम्सन के छ भन्दाखेरि बिजनेस भनेको चाहिँ तपाईँको कन्टिन्युटी तपाईँको गोइङ कन्सर्न बेसिसमा चाहिँ अगाडि बढ्छ भन्छ जुन हाम्रो अकाउन्टिङको पनि प्रिन्सिपल हुन्छ अकाउन्टिङको प्रिन्सिपल पनि हामीले त्यही प्रिन्सिपलमै बेसिस भएर गर्छौँ होइन त्यो भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि एउटा बिजनेस खुलेको छ भने बिजनेस चाहिँ कन्टिन्युस रूपमा चाहिँ पर्पेचुअल सक्सेसन नेचरले चाहिँ नर्मली तपाईँको चाहिँ चलिरहन्छ भन्ने चाहिँ एजम्सनमा चाहिँ हामीले चाहिँ अकाउन्टिङ र तपाईँको इन्टायर प्रोसेस चाहिँ गर्छौँ त्यही भएर बिजनेसको डेफिनेसन भनेको के हो बिजनेसको लागि 4वटा चिज चाहियो पहिलो भनेको के हो इकोनोमिक एक्टिभिटी हुनु पर्यो भनेको के हो मनी इन्भल्भमेन्ट अफ मनी हुनु पर्यो होइन बाटरलाई मात्रै पनि हामीले बिजनेस भन्न अलि मिल्दैन किन बाटर भनेको तपाईँको यदि त्यसलाई कुनै पनि चिजलाई क्वान्टिफाई गर्न सकिएन भ्यालुएबल मनीको तपाईँको हिसाबमा कुनै पनि चिजलाई क्वान्टिफाई गर्न सकिएन भने त्यसलाई चाहिँ इकोनोमिक एक्टिभिटीको नाम दिन चाहिँ अलि डिफिकल्ट हुन्छ त्यसले गर्दाखेरि हामीले चाहिँ के भन्छौँ भन्दाखेरि मनीको इन्भल्भमेन्ट भएको इकोनोमिक एक्टिभिटी जसमा कुनै पनि वस्तु वा सर्भिसको तपाईँको चाहिँ इन्भल्भमेन्ट रहेको छ त्यो के को लागि रहेको छ आइदर प्रोडक्सनको लागि अथवा तपाईँको पर्चेज अथवा सेल्सको लागि भन्नाले ट्रेडिङको लागि र त्यो चाहिँ यो पुरै काम चाहिँ के उद्देश्यको लागि गरेको हुनु पर्यो त्यो उद्देश्य चाहिँ तपाईँको प्रफिट कमाउने उद्देश्यले होइन त्यसैले हेर्नुहुन्छ भने कुनै पनि नेपालमा नै दर्ता भएको एनजिओहरू हेर्नुहुन्छ भने नन गभर्मेन्ट तपाईँको अर्गनाइजेसन जुन मेजरली एनपिओहरू छ नट फर प्रफिट अर्गनाइजेसनहरू नट फर प्रफिट अर्गनाइजेसनलाई हामीले बिजनेस भन्न मिल्दैन होइन किन भन्दा त्यो प्रफिटको लागि चाहिँ गरिँदैन
त्यो भनेको प्रफिटको लागि गरिँदैन, त्यो भनेको भोलुन्टरीली सोसियल तपाईँको एडभान्टेजको लागि गरिने चिज भएको कारणले गर्दाखेरि बिजनेसको क्याटेगोरीमा चाहिँ हामीले चाहिँ हालेर हिँड्दैनौँ। त्यसको लागि त्यही भएर अकाउन्टिङ पनि डिफ्रेन्ट नै बनाइदिएको छ तपाईँको एनएस फर एनपिओ भनेर छुट्टै नै नेपालमा चाहिँ गरिदिएको छ होइन। र अर्को चिज भनेको के हो, बिजनेसमा हुनुपर्ने चिज तपाईँको कन्टिन्युटी। कुनै पनि बिजनेस खुलेको छ भने आज खुलेको बिजनेस चाहिँ लामो समयसम्म चल्छ भन्ने चाहिँ तपाईँको चाहिँ एजम्सनमा चाहिँ हामीले चाहिँ अगाडि बढाउनुपर्छ। यदि त्यो छैन भने हाम्रो गोइङ कन्सर्न बेसिस नमानेर हामीले चाहिँ उतिखेर चाहिँ तपाईँको चाहिँ एकाउन्टिङमा चाहिँ डिफ्रेन्ट खालको अप्रोच चाहिँ लगाउनु पर्ने रहन्छ है। स्नेहाजी आउनु भएको रहेछ, स्नेहाजीले पनि इन्ट्रोडक्सन दिनुहुन्थ्यो कि? हेलो हेलो स्नेहाजी। ओके, ल बोल्न सायद अप्ठ्यारो मान्नुभयो, ठिकै छ। बिजनेसको कोर इलिमेन्ट त के रहेछ त भन्दाखेरि बिजनेसको कोर इलिमेन्ट भनेको पहिला भनेको तपाईँको जुन 4वटा बेसिक फन्डामेन्टल चिजहरू त भइ नै हाल्यो होइन। पहिलो भनेको के हो, तपाईँको इकोनोमिक एक्टिभिटी इन्भल्भ हुनु पर्यो, जसमा चाहिँ तपाईँको गुड्स वा सर्भिसको इन्भल्भमेन्ट हुनु पर्यो होइन। अनि त्यसपछि तपाईँको प्रफिटको लागि गरेको हुनु पर्यो होइन। लस भनेको मान्छेले उद्देश्य राख्दैन तर लस पनि आइदिन्छ, प्रफिट एन्ड लस भनौँ, तर उद्देश्य चाहिँ प्रफिटको हुनु पर्यो। र अर्को भनेको कन्टिन्युस हुनु पर्यो। कोर इलिमेन्ट अफ बिजनेस भनेको तपाईँको एउटा प्रफिट मोटिभ जुन अघि नै कुरा गरिहाल्यो होइन। अब बिजनेस गर्दै जाँदाखेरि बिजनेसको तपाईँको चाहिँ एक्टिभिटी हाम्रो कहाँ गरिन्छ भन्दाखेरि कुनै पनि तपाईँको एक्सटर्नल इन्भाइरोमेन्टमा एक्जिस्ट गर्छ बिजनेस, र जुन इन्भाइरोमेन्टको चाहिँ भेरियस फ्याक्टरहरूले चाहिँ एफेक्ट गर्ने भएको कारणले म्याक्रो इकोनोमिक र तपाईँको इन्टरनल माइक्रो इकोनोमिक फ्याक्टरले पनि र बिजनेसभित्रकै कुराले पनि एफेक्ट गर्ने भएको कारणले रिस्क पोज भइ नै हाल्छ त्यहाँ। त्यसले गर्दा नै लस आउँछ कि भन्ने चाहिँ हाम्रो एउटा मेजर चाहिँ तपाईँको रिस्क इनहेरेन्ट रिस्क रहेको हुन्छ। र अर्को भनेको कन्टिन्युटी होइन। तपाईँको रेगुलर र रिपिटेड ट्रान्जेक्सन डिफाइन बिजनेस अपरेसन। बिजनेस अपरेसन कुनै पनि व्यापारले के काम गर्छ त भन्ने कुराले चाहिँ कसरी चाहिँ डिफाइन हुन्छ भन्दाखेरि उसले चाहिँ कन्टिन्युसली कस्तो खालको कारोबार गरिरहेको छ, उसको उद्देश्यमा के छ भन्ने कुराले चाहिँ डिफाइन गर्छ होइन। अर्को भनेको के हो, एक्सचेन्ज, ट्रान्सफर अफ गुड्स एन्ड सर्भिस बिट्विन बायर एन्ड सेलर। बायर एन्ड सेलरमा चाहिँ तपाईँको गुड्स र सर्भिसको चाहिँ ट्रान्सफर हुनु पर्यो, ट्रेडिङ जुन भन्छौँ हामीले होइन। त्यो चाहिँ हुनु पर्यो। जस्तो म्यानुफ्याक्चररले म्यानुफ्याक्चर गरेर मात्रै सेल्फ कन्ज्युम गर्ने हो भने त्यसलाई बिजनेस भन्न मिल्यो त मिलेन। उसले चाहिँ म्यानुफ्याक्चर गरेर अर्कोलाई के गर्नु पर्यो, बेच्न पर्यो होइन। त्यो चिजलाई चाहिँ हामीले चाहिँ बिजनेस बनिन्छ। र अर्को भनेको के भन्दाखेरि अब यो सबै चिजहरू जुन माथि हामीले उद्देश्यको कुराहरू गऱ्यौँ होइन, किन गर्ने, किन गरिदो रहेछ व्यापार, कसरी गरिदो रहेछ भन्ने कुरा बुझिसकेपछि अब त्यसलाई खडा गर्नको लागि चाहिने चिज भनेको 3टा के हो, पुँजी विच इज अ क्यापिटल, अर्को भनेको लेबर, किन भन्दाखेरि सिङ्गल पर्सनले पुरै बिजनेस आफैले गर्न सक्दैन, देयर हेज टु बी सम वान होइन। त्यसको लागि हामीले चाहिँ लेबर अर्थात् तपाईँको इम्प्लोइजहरू राख्ने गर्छौँ। र अर्को भनेको म्यानेजमेन्ट होइन। म्यानेजमेन्ट किन आउँछ भन्दाखेरि तपाईँको डिफ्रेन्ट नेचर अफ बिजनेस जुन इन्कर्पोरेसनको लागि लिगल्ली हामीलाई दिएको छ, जस्तै कम्पनी, प्रोप्राइटरसिप, पार्टनरसिप होइन। यसमा चाहिँ तपाईँको एउटा ओनर र कुनै पनि कम्पनीको ओनरसिप र तपाईँको चाहिँ म्यानेजमेन्ट, कम्पनीलाई चलाउने एउटा व्यक्तिहरूलाई चाहिँ छुट्याउनको लागि चाहिँ म्यानेजमेन्ट चाहिँ हाम्रो चाहिँ इम्पोर्टेन्ट रहन्छ, जुन भनेको 3टा पिलर भयो, क्यापिटल, लेबर र म्यानेजमेन्ट है। अब नेचर अफ बिजनेस मा मेन की क्यारेक्टरहरू भनेको यही नै हो जुन अघि नै हामीले कुरा गरियो, इकोनोमिक एक्टिभिटी। किन भन्दाखेरि बिजनेस इज फन्डामेन्टली के हो भन्दाखेरि तपाईँ इकोनोमिक एक्टिभिटी हो, के को लागि, वेल्थ क्रिएसनको लागि। आज हालेको 1 लाख रुपियाँले कुनै पनि व्यक्तिले, श्री गणेश, हामीले यो पुरै इन्टायर यो तपाईँको क्लासमा चाहिँ हामीले एउटा इक्जाम्पल लिन्छौँ, एउटा इक्जाम्पल कम्पनी जसको नाम चाहिँ हामीले चाहिँ श्री गणेश प्राइभेट लिमिटेड राखेको छौँ है। किन धेरैले प्रालीमा अलिकति सिनेरियो चाहिँ डिफ्रेन्ट हुने भएको कारणले गर्दाखेरि हामीले प्राली लिएको छौँ। र जता जता चाहिँ तपाईँको यदि त्यो चाहिँ प्रोप्राइटरसिप यदि रेलेभेन्ट हुन्छ भने हामीले त्यहीलाई नै प्रोप्राइटरसिप चाहिँ मान्नेछौँ, जुनमा चाहिँ श्री गणेश तपाईँको ट्रेडर्स हिसाबले नाम राख्छौँ होइन, जसको चाहिँ श्री गणेशजीले चाहिँ चलाएको प्रोप्राइटर जसरी है। ल यो इकोनोमिक एक्टिभिटीको मेन उद्देश्य भनेको के भन्दाखेरि बिजनेसको तपाईँको वेल्थ क्रिएसन नै हो। आज 1 लाख रुपियाँ हालेर कसैले पुँजी हालेर व्यवसाय सुरु गर्दैछ भने त्यो भोलिको दिनमा 1 लाखको 10 लाख बनाउने उद्देश्यले नै
इकोनोमिक एक्टिभिटीहरू चाहिँ गर्ने हो होइन। अब त्यो गर्नको लागि उसले के गर्नु पर्यो, रेगुलरली प्रफिट ओरिएन्टेड भएर प्रफिट सर्भस तपाईँको रेभेन्यू धेरै कमाउनु पर्यो, खर्चभन्दा फाइदाको लागि खर्चभन्दा कमाइ बढी गर्न पर्यो होइन। अब यो गर्दै जाँदाखेरि डिफ्रेन्ट काइन्ड अफ रिस्कहरू पनि आउँछ, किन भन्दाखेरि अब कुनै पनि आइसोलेटेड इन्भाइरोमेन्टमा बिजनेस चल्दैन। बिजनेस कहाँ चल्छ, बिजनेस चल्छ तपाईँको यस्तै देशमा चल्छ, कुनै इन्भाइरोमेन्टमा चल्छ होइन। अब डिफ्रेन्ट एस्पेक्टहरू हुन्छ त्यसमा, तपाईँको जियो पोलिटिकलको कुरा, जियोग्राफीको कुरा होइन, सरकार कुन छ भन्ने कुरा, अनि देशको नीति नियम कस्तो छ भन्ने कुरा होइन। त्यसले गर्दाखेरि तपाईँको जुन डेमोग्राफिकलाई तपाईँहरूले एड्रेस गरिराख्नु भएको छ होइन, अब त्यो पपुलेसन कुन खालको पपुलेसन तपाईँको व्यवसाय वरिपरि बसिरहेछ होइन, त्यो कुराहरूले चाहिँ तपाईँको चाहिँ असर गर्ने भएको कारणले कुनै पनि बिजनेस यदि एक्जिस्ट गर्छ भने त्यसमा इनहेरेन्ट भनेको तपाईँको नेग्लेक्ट गर्नै नसक्ने, तपाईँले अभोइड गर्नै नसक्ने चिज रिस्क चाहिँ आउँछ है। अब त्यसपछि कन्टिन्युसन नेचर हुन्छ, किन भन्दाखेरि तपाईँको एउटा स्टार्ट गरेको बिजनेस चाहिँ वेल्थ क्रिएसनको मोटिभले अगाडि हिँड्दाखेरि सधैँ लामो समयसम्म चाहिँ चल्छ भन्ने उद्देश्यले नै अगाडि गरिरहेको हुन्छ। र अर्को भनेको कस्टमर ओरिएन्टेड हुन्छ। कस्टमर ओरिएन्टेड किन भन्दाखेरि फाइनल कन्ज्युमर चाहिँ कस्टमर नै हुन्छन्। अब त्यो कुन लेभलको कस्टमर हो भन्ने कुरा चाहिँ तपाईँको नेचर अफ बिजनेसले फरक पर्छ। म्यानुफ्याक्चरर हो भने होलसेलर हुनसक्छ उसको कन्ज्युमर होइन। अब त्योभन्दा अब तपाईँ रिटेलर छ भने उसको लागि चाहिँ एन्ड कन्ज्युमर नै कस्टमर हुनसक्छ होइन। त्यो हिसाबले चाहिँ उसको लागि चाहिँ अकर्डिङ टु डिफ्रेन्ट नेचर अफ दि तपाईँको क्यान्सर बिजनेस उसको चाहिँ कस्टमर ओरिएन्टेड हुन्छ है। अब मेजरली हामीले तपाईँको बिजनेसलाई यदि बिजनेसको एक्टिभिटीलाई को बेसिसमा यदि बिजनेसलाई छुट्याउने हो भने दुईवटा हुन्छ, एउटा भनेको इन्डस्ट्री, एउटा भनेको कमर्स। हेर्नुहुन्छ भने नेपालको कानुनमा दुईवटा चिज, एउटा उद्योग वाणिज्य सङ्घ भनेर भनेको छ, याद गर्नुभएको छ। वाणिज्य सङ्घ मात्रै भन्दैन, किन भन्दा बिजनेसमा दुईवटा मात्रै चिज हुन्छ, एउटा उद्योग, अर्को भनेको तपाईँको वाणिज्य। उद्योग भनेको तपाईँको कुनै पनि तपाईँ कच्चा पदार्थलाई लिएर तपाईँको त्यसलाई चाहिँ प्रोसेस गरेर नयाँ प्रडक्सन, कुनै पनि नयाँ एउटा चिजको इजाज गरेर प्रडक्सन गर्ने हो भने चाहिँ त्यसलाई चाहिँ उद्योग भनिन्छ। जसलाई चाहिँ हामीले नेपालको कुन कानुनले गर्छ, तपाईँको इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भन्छ कि होइन। इन्डस्ट्रियल इन्टरप्राइज औद्योगिक के ऐन भन्ने छ होइन। अब नेपालीमा के छ त्यसको एकचोटि हेर्नै पर्छ होइन। जस इन्डस्ट्रियल इन्टरप्राइज एक्ट 2076 सालमा जुन छ त्यसले चाहिँ तपाईँको इन्डस्ट्रीहरूको लागि गभर्न गर्छ। र अर्को भनेको वाणिज्य। वाणिज्य भनेको के, तपाईँको जहाँ चाहिँ तपाईँको म्यानुफ्याक्चरिङ चाहिँ इन्भल्भ हुँदैन, त्यहाँ तपाईँको प्रडक्सनहरू हामीले गरिँदैन। त्यहाँ के गरिन्छ भन्दाखेरि तपाईँको कुनै पनि बनिसकेको सामानलाई चाहिँ तपाईँको यतादेखि उता गर्ने, सेल गर्ने गरेर चाहिँ हामीले चाहिँ काम गर्छौँ। त्यसलाई चाहिँ के भनिन्छ, हाम्रो चाहिँ कमर्स भनिन्छ। यहाँ हेर्नुहुन्छ भने एउटा इन्डस्ट्री भयो, अर्को भनेको तपाईँको यो कमर्स भयो है। ल अब यहाँ हेर्नुहुन्छ भने त्यही इक्जाम्पल, त्यसैको इक्जाम्पल दिएको छ होइन। इन्डस्ट्री र तपाईँको कमर्सको इक्जाम्पल। कुनै पनि अब तपाईँको कोइला खानीबाट कोइला निकाल्नुहुन्छ भने त्यसलाई तपाईँहरूले चाहिँ वाणिज्यको काम गर्छ भन्न मिल्दैन होइन। त्यसलाई के भन्नुपर्छ, त्यो भनेको उद्योग हो, म्यानुफ्याक्चरिङ गर्ने उद्योग हो, प्रडक्सन गर्ने उद्योग हो। तपाईँको अब ब्रिजहरू बनाउने, तपाईँको बिल्डिङहरू बनाउने, अथवा तपाईँको कुनै खाद्य प्रडक्टै बनाउने भनौँ न होइन, एउटा र मेटेरियल लिएर त्यसलाई चाहिँ के भनिन्छ, इन्डस्ट्रीमा को अन्तर्गतमा हाल्नुपर्छ। अर्को भनेको जुन ट्रेडिङ बिजनेसहरू धेरैले जुन गर्नुहुन्छ, तपाईँको रिटेल बिजनेस, होलसेल बिजनेस, इम्पोर्ट एक्सपोर्टको बिजनेस होइन। अनि तपाईँको यो एड टु सर्भिस, अब यसमा चाहिँ खासमा सर्भिस इन्डस्ट्री पनि राख्नुपर्छ। सर्भिस चाहिँ कमर्सभित्रै आउने भएको कारणले गर्दाखेरि कुनै किन सर्भिसमा कुनै प्रडक्ट बनाइन्छ जुन चाहिँ टच गर्ने, तपाईँको नर्मली चाहिँ ट्यान्जिबल हुँदैन, सबै इन्ट्यान्जिबलै हुने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यसलाई पनि हामीले चाहिँ कमर्समा हालेर चाहिँ अगाडि हिँड्छौँ है। अब यहाँसम्म केही जिज्ञासा थियो भने, अब किन सोध्नुपर्ने प्रश्न त खासै केही छैन, यहाँसम्म जिज्ञासा केही थियो भने सोध्न सक्नुहुन्छ है। छैन भने छैन भनिदिनुहोस्, एकजना अगाडि आएर केही छैन। छैन सर अहिलेसम्म। ल होइन, यहाँसम्म यो एकदम बेसिक हामीले बिजनेसको बारेमा चाहिँ बुझ्यौँ होइन। अब अगाडि बढौँ है। अब नेपालको सिनेरियोमा हामी अब व्यापार भनेको के हो भन्ने कुरा एक हिसाबले हामीले बुझ्यौँ होइन। अब व्यापारको बारेमा बुझिसक्यौँ, नर्मली के हो व्यापार, कसरी गरिन्छ भन्ने कुरा बुझिसकेपछि अब कुनै पनि व्यक्ति नेपालमा आएर व्यापार गर्न चाहन्छ भने त्यो नेपालमा आएर व्यापार गर्दाखेरि नेपालको नीति नियमले
कस्तो कस्तो नेचरको चाहिँ व्यापार चाहिँ खोल्न दिन्छ भनेर चाहिँ अब हामीले बुझ्न जरुरी छ हैन। अब त्यो बुझ्दै जाँदाखेरि चाहिँ यहाँ लेखिएको छन् हेरौँ है। पहिलो भनेको सोल प्रोप्राइटरसिप। सोल प्रोप्राइटरसिप भनेको यहाँ कतिलाई थाहा छ? सोल प्रोप्राइटरसिपको केही नेचर थाहा छ हामीलाई यहाँ कसैलाई? यो सर सिंगल हुन्छ, मतलब सिंगल ह्यान्डेड हुन्छ, मतलब एकद्वार जस्तै, मतलब सिंगल जस्तै हो। सरले त्यही लेख्नु भएको छ, सिंगल ओनरसिप हो। यिनलाई लेखेको त उसको भयो, लगानीकर्ता लेखेको त चाहिँ एकजना पढिहाल्नुहुन्छ। हुनेछ, एकजनाको खास मात्र एकल स्वामित्व एकलौटी रहनु, व्यापार भयो भनौँ। हो व्यक्तिगत व्यक्तिगत हो, यो व्यक्तिगत जसले भन्नुभयो त्यो चाहिँ हो। सोल प्रोप्राइटरसिप नेपालमा को अर्थ के हो भन्दाखेरि तपाईँको सोल प्रोप्राइटरसिप भनेको कुनै पनि एउटा व्यक्तिले चाहिँ आफ्नो नाममा राखेर कुनै पनि बिजनेस चलाउँछ र त्यो व्यवसाय अन्तर्गतको जति पनि दायित्व लायबिलिटी भन्छ नि उसले चाहिँ अनलिमिटेड लायबिलिटी लिन्छ भने त्यसलाई चाहिँ के भनिन्छ? सोल प्रोप्राइटरसिप भनिन्छ हैन। तपाईको एउटा जुन नर्मल्ली तपाईको कुनै पनि व्यक्तिगत प्यान को अन्तर्गतमा तपाईको चाहिँ दर्ता रहेको बिजनेसहरू हुन्छन् नि त्यो भनेको सबै तपाईको चाहिँ सोल प्रोप्राइटरसिप हुन्। अर्को भनेको पार्टनरसिप फर्म। पार्टनरसिप फर्म भनेको कस्तो भन्दाखेरि मेजरली तपाईहरु ट्रेडिङ गर्नेहरूले धेरै थाहा हुँदैन। यो पार्टनरसिप फर्म कस्तोलाई थाहा हुन्छ भन्दाखेरि हामी जस्तोलाई, जस्तै हामी सीए भयौँ, हामी वकिल हुन्छन्, यो हुन्छन् नि हैन। त्यहाँ चाहिँ के गरिन्छ भन्दाखेरि तपाईको दुई वा दुई भन्दा बढी व्यक्तिहरू चाहिँ सँगै आएर प्रफिट सेयर यति यति पर्सेन्टेजमा प्रफिट सेयर गर्ने भनेर डिसाइड गरेर एउटा पार्टनरसिप डिड बनाएर एग्रिमेन्ट बनाएर साइन गरेर अनि हामीले चाहिँ नेपालमा चाहिँ पार्टनरसिप एक्ट 2020 भनेको तपाईको नेपाली बीएस 2020 मा जुन बनेको एउटा ऐन छ पार्टनरसिप ऐन, त्यो ऐन अन्तर्गत चाहिँ दर्ता रहेकोलाई चाहिँ पार्टनरसिप फर्म भनिन्छ। जुन चाहिँ तपाईको नर्मल्ली सीए फर्म। सीए फर्ममा कस्तो हुन्छ, म एउटा सीए हो, अर्को एउटा एक्सवाइजेड तपाईको राम भन्ने सीए आएर चाहिँ अब हैन हामी दुईटा मिलेर काम गरौँ न त भने चाहिँ हामी दुईजना आएर मिलेर काम गर्दाखेरि त्यसलाई चाहिँ के हुन्छ, पार्टनरसिप दर्ता गर्नुपर्छ। पार्टनरसिप दर्ता गरेर अगाडि बढ्दाखेरि त्यसलाई नै हामीले चाहिँ पार्टनरसिप भनिन्छ। एभ्रिथिङ रिमेन्स द सेम, बस यसको डिफरेन्स भनेको के हो भन्दाखेरि तपाईको जुन पार्टनरसिप डिड बनाइन्छ, पार्टनरसिप डिड नै यसको चाहिँ होलिस्टिक तपाईको मान्नुपर्ने कुरा चाहिँ रहन्छ है। अब तेस्रो आउँछ सबैभन्दा इम्पोर्टेन्ट र सबैभन्दा रेलेभेन्ट हैन, नेपाल मात्र नभएर विश्वभरि नै रेलेभेन्ट हुने चिज कम्पनी हैन। यो कम्पनी बारे पनि धेरै कुराहरू चाहिँ छन्, किन कम्पनी तपाईको पहिलो कुरो कम्पनी गभर्न गर्छ नेपालको कम्पनी ऐन 2063 सालले हैन। अब कम्पनी चाहिँ 2063 साल अन्तर्गत दर्ता हुनुपर्ने कुनै पनि एउटा एन्टिटीलाई चाहिँ के भनिन्छ, कम्पनी भनिन्छ हैन। यसको मेजर यदि तपाईले चाहिँ नेचर हेर्नुहुन्छ भने यसको मेजर नेचर भनेको के भन्दाखेरि यसको चाहिँ मेन यसलाई बनाउनुको कारण के भन्दाखेरि यसको सेपरेट लिगल एक्जिस्टेन्स हुन्छ। यसको आफ्नै अस्तित्व चाहिँ रहन्छ, तपाईको कानुनी अस्तित्व नै उसको आफ्नै रहन्छ। चाहे कम्पनीको सेयर होल्डर डिफ्रेन्ट हुन्, जो लगानी गरे पनि त्यो कम्पनीको आफ्नो अस्तित्व चाहिँ आफ्नै रहन्छ र कम्पनीको दायित्व कुनै पनि तपाईको दायित्व भनेको ऋण होला, सबै चिजहरू जुन छ ऋण लोनहरू सबै कुराहरू उसको चाहिँ लिमिटेड टु दि तपाईको सेयर होल्डिङ। अनलेस त्यहाँ गलत काम गरिएको छैन हैन, तपाईको कम्पनी को केसमा चाहिँ जति पनि दायित्व छ त्यो दायित्व चाहिँ लिमिटेड बाइ दि सेयर हेल्ड बाइ दि कम्पनी जति सेयर होल्ड गरेको छ त्यति मात्र चाहिँ रहन्छ हैन। अर्को भनेको के हो, कोअपरेटिभ। कोअपरेटिभ भनेको के हो, नेपालमा सहकारी त अब नथा पाउने हुनुहुन्न, लगभग सबैलाई थाहा छ सहकारी त अहिले हैन। सहकारी भनेको के, सहकारी भनेको तपाईको कुनै पनि गाउँ समाजमा बसेका तपाईको म्युचुअल इकोनोमिक तपाईको त्यो के भन्छन् अरे बेनिफिट र इन्ट्रेस्ट सेयर गर्ने मान्छेहरू जुन हुन्छन् हैन, तपाईको भनौँ न एउटा समाज जस्तो भनौँ हैन, एउटा तपाईको जुन सहकारी अहिले खुलेका छन् त्यस्तै सहकारी हैन, तपाईको एउटा म्युचुअली सँगै बसेर हैन यस्तो काम गरौँ न त, यो गर्दा राम्रो हुन्छ भनेर यदि कसैले भन्छ र गर्छ भने चाहिँ त्यसलाई चाहिँ के भनिन्छ, तपाईको कोअपरेटिभ भनेर चाहिँ नेपालमा चाहिँ भनिन्छ। जुन चाहिँ अहिले मेजरली नेपालमा युज हुने भनेको सहकारीको लागि हो। सहकारी चाहिँ नेपालमा अब तपाईको एज अ ब्याङ्क जसरी सेभिङलाई प्रमोट गर्नको लागि बनाइयो हैन, त्यो हिसाबले नेपालमा 4 वटा नेचरको चाहिँ तपाईहरुले खोल्न सकिन्छ। पहिलो भनेको सोल प्रोप्राइटर, दोस्रो भनेको पार्टनरसिप, तेस्रो कम्पनी, चौथो भनेको कोअपरेटिभ हैन। अब मेजरली यी दुईटा मध्ये पनि हामीलाई रेलेभेन्ट हुने भनेको सोल प्रोप्राइटरसिप र कम्पनी चाहिँ एकदम चाहिँ रेलेभेन्ट चाहिँ रहन्छ है। ल
अब हामी सोल प्रोप्राइटरसिपमा आउँ है त। सोल प्रोप्राइटरसिप भनेको के हो भन्दाखेरि सबैभन्दा पहिला सोल प्रोप्राइटरसिप नामले नै डिसाइड गर्छ कि सोल भनेको तपाईँको एकल, प्रोप्राइटर भनेको तपाईँको व्यक्ति। कुनै पनि एकल व्यक्तिले चाहिँ तपाईँको बिजनेसलाई म्यानेज गर्छ, कन्ट्रोल गर्छ र इन्टायर बिजनेस अपरेसनलाई म्यानेज गर्छ र अन्डर उसको प्यानमा दर्ता गर्छ भने है, यो यहाँ लेखिएको छैन तर तपाईँले नोट गर्नुपर्छ कि उसको प्यान अन्तर्गतमा दर्ता हुन्छ भने त्यसलाई के भनिन्छ? सोल प्रोप्राइटरसिप भनिन्छ हैन। अहिले सोल प्रोप्राइटरसिपको मेन एडभान्टेज के हो र डिसएडभान्टेज के भन्नुहुन्छ भने एडभान्टेज भनेको तपाईँको कम्पनी जस्तो तपाईँको यो चाहिँ तपाईँको कुनै पनि कानुनले त्यसरी बाँधेर राखेको छैन। जस्तो कम्पनीको केसमा कम्पनिज एक्ट 2063 अनुसार तपाईँले चाहिँ जे भनेको छ उसले भने उसको ऐन अनुसार चल्नुपर्ने हुन्छ। सोल प्रोप्राइटरसिपको केसमा मेजरली तपाईँको चाहिँ उसको जुन एक्जिस्टेन्सको केसमा चाहिँ कुनै कानुनले गमन गरेको छैन। सिधै आइआरडीको इन्कम ट्याक्स एक्ट जुन छ, इन्कम ट्याक्स एक्ट अन्तर्गत कुनै पनि व्यक्ति जसले आय आर्जन गर्न सक्छ नेपालमा कर लाग्ने हैन, उसले चाहिँ के गर्न सक्छ? आफ्नो प्यान अन्तर्गतमा एउटा बिजनेस म सबै आफै चलाउँछु भनेर खोल्न सक्छ। त्यो भनेकै सोल प्रोप्राइटरसिपको एडभान्टेज हो। धेरै तपाईँको झन्झट छैन। तपाईँसँग तपाईँ व्यक्ति हो, प्यान छ, जानुस्, दर्ता गर्नुस्, चलाउनुस्। अब त्यो तपाईँको के हुन्छ भन्दाखेरि यो पछाडि मैले बुझाउनु त बुझाइहाल्छु। त्यो तपाईँको उद्योग अन्तर्गत आउँछ कि वाणिज्य अन्तर्गत आउँछ त्यो अनुसार पनि दर्ता गर्नुपर्छ। जस्तो घरेलुमा दर्ता गर्ने हैन, तपाईँको अनि वाणिज्यमा दर्ता गर्ने कि उद्योगमा दर्ता गर्ने। किन भन्दा कुनै पनि चिजहरू जस्तो ड्रोन, नेपालमा ड्रोन म्यानुफ्याक्चरिङ गर्छु भन्ने हो भने तपाईँको त्यो इन्डस्ट्रियल एन्टरप्राइज एक्ट अन्तर्गत तपाईँले चाहिँ के लिनुपर्छ? अप्रुभल लिएर चाहिँ तपाईँले चाहिँ गर्नुपर्ने रहन्छ हैन, प्रोडक्सन गर्नको लागि मात्रै हैन। त्यही भएर तिनी कुराहरू चाहिँ यो जुन सोल प्रोप्राइटरसिप छ, सोल प्रोप्राइटरसिपमा सजिलो छ। सिंगल ओनरले सजिलै खोल्न सक्यो, इजिली स्टार्ट गर्न सक्यो हैन। तपाईँको कम्प्लिट कन्ट्रोल आफैले लिन सक्यो। किन भन्दाखेरि त्यहाँ सेयर होल्डर हुँदैनन्, तपाईँको पार्टनर्स हुँदैनन्, आफैले चाहिँ मजाले गर्न सक्यो। र यसको सेपरेट कर्पोरेट एन्टिटी जसरी चाहिँ हेरिँदैन। भन्नाको मतलब तपाईँको कुनै पनि व्यक्तिको नाममा एउटा व्यवसाय छ जुन चाहिँ तपाईँको सोल प्रोप्राइटरसिपमा छ भने हामीले चाहिँ त्यो व्यक्ति नै सोल प्रोप्राइटरसिपको के भन्छन् अरे दायित्व बेयर गर्ने मान्छे हो भनेर चाहिँ हेर्न पर्छ। भनेको तपाईँ एज अ जस्तो यहाँ व्यवसायीहरू जो हुनुहुन्छ उहाँहरूको चाहिँ व्यवसाय चाहिँ कम्पनीमा छ कि सोल प्रोप्राइटरसिपमा छ? मैले सोधिहालेँ है। राकेशजी, सर मेरो त प्यानमा छ। सुरेन्द्रजी हो, सुरेन्द्रजी होइन, सोल प्रोप्राइटरसिपमा छ भन्नुभयो होइन। सोल प्रोप्राइटरसिपमा भए चाहिँ के हुन्छ भन्दाखेरि सोल प्रोप्राइटरसिपमा भोलिको दिनमा गड फरबिड नहोस्, इक्जाम्पलको लागि है, कुनै पनि ल हजुरको नाम एक्स नलिएर XYZले चाहिँ सोल प्रोप्राइटरसिप आफ्नो प्यानमा चाहिँ उसले श्री गणेशले श्री गणेश ट्रेडर्स भन्ने एउटा तपाईँको सोल प्रोप्राइटरसिप खोल्यो र सोल प्रोप्राइटरसिप खोलिसकेपछि उसले चाहिँ के गर्यो भन्दाखेरि सिधै गएर तपाईँको चाहिँ लोनहरू लियो, सबै कामहरू गर्यो। सबै कामहरू गर्दाखेरि उसको व्यापार जुन थियो श्री गणेश ट्रेडर्स चाहिँ होइन, गणेशजीले खोलेको श्री गणेश ट्रेडर्सले चाहिँ ठुलो घाटा बियर गर्यो, जसले गर्दा उसले लोन तिर्न सकेन। अब लोन तिर्न सकेन भने के हुन्छ भन्दाखेरि नर्मल्ली कम्पनीको केस हुन्छ भने कम्पनीको दायित्व कति छ त्यतिसम्म मात्र लिमिटेड हुन्छ उसको सेयर अनुसार। तर यो सोल प्रोप्राइटरसिपमा तपाईँको जो व्यक्ति छ श्री गणेशको चाहिँ आफ्नो जुन तपाईँको पैतृक र तपाईँको आफ्नो जुन सम्पत्ति छ उसको पर्सनल सम्पत्ति पनि उसको चाहिँ तपाईँको त्यो लायबिलिटी तिर्नको लागि चाहिँ खिचिन्छ। भनेको अनलिमिटेड लायबिलिटी हुन्छ क्या। त्यो बिजनेसले जति पनि तपाईँको लायबिलिटी, तपाईँको लोनहरू जति पनि तपाईँको दायित्व चाहिँ बनाउँछ त्यो चाहिँ तपाईँको कसले बेयर गर्नुपर्छ? डाइरेक्टली गणेशजीले चाहिँ बेयर गर्न पर्छ। हो, सोल प्रोप्राइटरसिपको बेनिफिट भनेको के भयो? तपाईँको खोल्न सजिलो छ। जस्तो खोल्ने प्रोसेस पनि म भनिदिइहालेँ है, किन यही प्रोसेस अगाडि बढ्दै जाँदा सजिलो हुन्छ। खोल्ने प्रोसेस पनि तपाईँ नेपालमा एउटा कुनै पनि अब यतिकै बसिरहेको व्यक्ति हो, एउटा व्यवसाय गर्न चाहनुहुन्छ भने तपाईँसँग अप्सन भयो सोल प्रोप्राइटरसिप खोलौँ कि कम्पनी खोल्न अप्ठ्यारो छ, सोल प्रोप्राइटरसिप खोल्छु भन्नु। अब सोल प्रोप्राइटरसिप खोल्छु भनेपछि तपाईँ के गर्नुहुन्छ? सिधै जानुहुन्छ तपाईँको नेचर अनुसार कहाँ चाहिँ तपाईँको दर्ता गर्नुपर्ने हो। घरेलु हो भने लिमिट छ तपाईँको यति पुँजीसम्म चाहिँ यो राख्ने, यति पुँजीसम्म यो राख्ने भन्ने। घरेलु हो भने घरेलु, वाणिज्य हो भने वाणिज्य, उद्योग हो भने उद्योगमा गएर तपाईँ दर्ता गर्नुहुन्छ। त्यहाँ दर्ता गरिसकेपछि त्यहाँबाट पत्र लिएर तपाईँ कर कार्यालय जानुहुन्छ। किन भन्दाखेरि
तपाईँको उद्देश्य भनेको नेपालमा कुनै पनि ठाउँमा बिजनेस गर्ने भनेको के हुन्छ नर्मल्ली तपाईँको प्रफिट चाहिँ तपाईँको कमाउने उद्देश्य भएको कारणले आय आर्जन गर्ने भएको कारणले गर्दाखेरि तपाईँ कर कार्यालय जानुहुन्छ, कर कार्यालयमा गएर दर्ता गर्नुहुन्छ, कर कार्यालय दर्ता गरिसकेपछि अब आउनुहुन्छ, कर कार्यालयमा दर्ता गर्न अगाडि पनि एउटा कुरा हुन्छ फेरि घरेलु अथवा तपाईँको वाणिज्य अथवा त्यहाँ तपाईँको जुन हाम्रो उद्योगमा दर्ता गरिसकेपछि तपाईँ ओडामा जानुहुन्छ, किन नेपालको कानुनमा तपाईँको कुनै कुनै यस्तो करहरू छन् जुन चाहिँ तपाईँको ओडालाई स्थानीय तहलाई पनि तिर्नु पर्ने रहन्छ। त्यही भएर तपाईँ के गर्नुहुन्छ, ओडा अथवा नगरमा गएर दर्ता गर्नुहुन्छ, त्यहाँ दर्ता गरिसकेपछि त्यहाँ दर्ता गर्दै गर्दाखेरि तपाईँको व्यापार कुन ठाउँमा चल्छ, भाडा कति हो, होइन, आफ्नै घर हो भने परेन, आफ्नो घर छैन भने अरूको घरमा छ भनेपछि तपाईँले चाहिँ भाडामा लिएको रेन्टल एग्रिमेन्ट बनाएर तपाईँ चाहिँ ओडामा दर्ता गर्नुहुन्छ। ओडामा दर्ता सर्टेन फी हुन्छ, त्यहाँको पनि सर्टेन फी तिरिसकेपछि त्यो जुन रेन्टल एग्रिमेन्ट छ, रेन्टल एग्रिमेन्ट र घरको पूर्जा लिएर कर कार्यालय जानुहुन्छ, कर कार्यालय गएर तपाईँले त्यो बुझाइसकेपछि कर कार्यालयले के गरिदिन्छ, प्यानमा चाहिँ दर्ता गरिदिन्छ। हजुरको नामको प्यान जुन छ त्यही प्यान नै त्यो तपाईँको कम्पनीको पनि के अरे व्यवसायको पनि प्यान चाहिँ रहन्छ, होइन। अब यहाँ तपाईँले सोच्नु होला किन भन्दाखेरि ओडामा गएर किन दर्ता गर्नु पर्यो ओडा अथवा नगरमा, किन गर्नु पर्यो भन्दाखेरि नेपालको कानुन अन्तर्गत जति पनि तपाईँको यो रेन्ट जुन घरबाल तपाईँको इन्कम हुन्छ नि, घर भाडामा दिए बापत पाउने पैसा, होइन, त्यो पैसाको तपाईँको टिडिएस जुन छ त्यो चाहिँ कहाँ तिर्नु पर्छ, त्यसको टोटल इन्कम चाहिँ तपाईँको कहाँ जान्छ भन्दाखेरि हाम्रो 10% स्थानीय तहलाई जान्छ। अब स्थानीयलाई तहलाई जाने भइसकेपछि तपाईँहरूले चाहिँ रेन्ट एग्रिमेन्ट लिएर ओडामा दर्ता गराएर अनि त्यसपछि तपाईँ चाहिँ कहाँ जानुपर्छ, कर कार्यालयमा जानुपर्छ, है। त्यसैले कोही पनि व्यक्तिले सर यो ठ्याक्कै यही टाइपको बिजनेस भएर मैले क्वेसन हजुरलाई एउटा सोधिहालेँ। हजुर जस्तो मैले चाहिँ के गरेँ भने सिधै गएर नगरपालिकाको ओडामा गएर दर्ता गरेँ। ओडामा दर्ता गरिसकेपछि आन्तरिक राजस्व कार्यालयमा गएर मैले भ्याट लिएँ अनि कारोबार गरेँ, चलाएँ, होइन। हजुर अनि अहिले चाहिँ मैले एक्जिमकोट लिनुपर्ने भएर चाहिँ म वाणिज्यमा गएको चाहिँ उहाँहरूले चाहिँ अचम्म माने जस्तो कुरा गर्नुभयो, किनभने यो यहाँबाट नलेकन भ्याट तपाईँलाई कसरी दियो, या त घरेलुमा अथवा काहीँ त तपाईँको दर्ता हुनु पर्थ्यो, तपाईँको त्यो नगरिकन भ्याट लिएर कसरी काम गर्नुभयो भन्नु उहाँहरूले। अनि मैले अहिलेसम्म जति पनि काम गरेछु, कारोबार गरेछु, त्यसलाई हामीले चिन्दैनौँ, तपाईँले टोटली नयाँ फर्म रजिस्ट्रेसन गर्नुपर्छ, तपाईँले चाहिँ 50 लाख बराबरको चाहिँ ब्याङ्क स्टेटमेन्ट लिएर आउनु भनेर मलाई फर्काइदिनु भयो त्यहाँबाट। अब यसको यो पनि त यही टाइपको फर्मसँग रिलेटेड भए भएर, दर्तासँग रिलेटेड भए भएर हो, यो एकदम एकदम तपाईँले जुन कुरा भन्नुभयो नि, तपाईँको जुन उद्योगको मान्छेले, वाणिज्यको मान्छेले जुन भन्यो नि, एकदम 100% सही छ, उसले गलत बोलेकै छैन। हेर्नुहोस्, मैले तपाईँलाई तपाईँको केस सुन्न अगाडि नै मैले तपाईँलाई भनेको प्रोसेसमा पनि पहिलो प्रोसेस भनेको हो सोल प्रोप्राइटरसिपको जन्म कहाँ हुन्छ भनेर हेर्ने हो भने कर कार्यालयमा होइन कि, कर कार्यालय भनेको त कर तिर्न छ, त्यसैले कर कार्यालयमा गएर दर्ता गरेको हो हामीले, बुझ्नुभयो। कुनै पनि बिजनेस व्यवसायलाई चाहिँ हामीले करमा दर्ता हुँदैछ भने किन दर्ता हुन्छ भन्दाखेरि करमा त हामीले जुन नेपालमा बसेर आय आर्जन गर्नुहुन्छ, नेपालमा बसेर आय आर्जन गरेपछि देश त बाबु देशमा बसेर मेरो देशमा बसेर कमाइराखेपछि यो देशमा यति % कर तिर्नुपर्छ है भन्ने भएपछि चाहिँ उसले चाहिँ करमा दर्ता हुनुहोस् भने हो। त्यो कारणले तपाईँ करमा दर्ता हुनुभएको। तपाईँको जन्म कहाँ भयो त त्यो सोल प्रोप्राइटरसिपको जन्म त कतै न कतै त हुनु पर्यो नि मलाई त। त्यति बेला चाहिँ तपाईँको उसले उहाँबाट चाहिँ कर कार्यालयले तपाईँ अथवा कुनै उद्योग अथवा वाणिज्य अथवा तपाईँको बिजनेस अनुसार दर्ता भएर आउनुहोस् भने भए जान्थेँ सर, मलाई नि थाहा भएन। उहाँहरूले मलाई दर्ता गरेर सिधै भ्याटको सर्टिफिकेट दिनुभयो, ओडामा म दर्ता गरेँ व्यवसाय, अनि मलाई लोनको यताउता पनि केही आवश्यक थिएन। मैले खुरुखुरु 3 वर्षदेखि त्यही तरिकाले काम गरिरहेको छु क्या सर। सुन्नु है, यो के हो भन्दा अब यहाँ आउँछ, अब यहाँ अलिकति हामी सब्जेक्ट म्याटरबाट भड्किन पनि सक्छौँ। यहाँ उही कर्मचारी तन्त्र र तपाईँको यो हाम्रो देशको सिनेरियोको कुरा आउँछ, होइन। तपाईँको पहिला सोल प्रोप्राइटरसिपको जन्म हुनु पर्यो कि त घरेलुमा हुनु पर्यो कि वाणिज्यमा हुनु पर्यो कि उद्योगमा हुनु पर्यो। सोल प्रोप्राइटरसिपको जन्म त्यतिमा मात्रै हुनसक्छ। त्यति जन्म भइसकेपछि उसले त्यो पत्र लगाएर ओडामा लगाएर बुझाउने हो। ओडामा लगाएर किन दर्ता गर्ने, ओडाले स्थानीय तहको कर खानुपर्छ। नेपाल सरकारको सङ्घीय त्यो अन्तर्गत चाहिँ तपाईँको स्थानीय तहलाई चाहिँ 2-4वटा इन्टरटेनमेन्ट ट्याक्स तपाईँको, अनि यो ट्याक्स, रेन्टल ट्याक्स, यिनीहरू चाहिँ तपाईँको स्थानीय तहलाई बाबु चला भनेर दिएको छ। त्यो दिएको कारणले गर्दाखेरि तपाईँ ओडामा गएर दर्ता हुनु पर्यो। अनि ओडामा दर्ता भइसकेपछि ओडाको दर्ता पत्र पनि चाहिन्न फेरि तपाईँलाई। ट्याक्सले तपाईँलाई दर्ता गर्न अगाडि चाहिँ तपाईँसँग माग्ने भनेको जन्मपत्र माग्ने हो। जन्मपत्र तपाईँको उद्योगमा भएको हुनुपर्छ, उद्योग कि त वाणिज्य कि त त्यसमा।
होइन। अब त्यो तपाईँको नगरेरै दियो भनेपछि तपाईँको अब कार्यालयले त्यति बेलामा गल्ती गर्यो, उसले दर्ता गरिदियो। अब दर्तै छैन तपाईँको, उसले अब तपाईँको उद्योगले के अरे वाणिज्यले अहिले अब कसरी दर्ता गरिदिने? 3 वर्ष अगाडि गएर त उसले गरिदिन अब सक्दैन। यस्तो केसमा अब म फर्दर कसरी अगाडि जाउँ सर? मलाई थोरै सर्टकटमा भनिदिइहाल्नुहोस् न। अब यस्तो सिनेरियोमा तपाईँले फेरि दर्ता गर्नुपर्छ सर। अहिलेसम्मको कारोबार के हुन्छ त सर? त्यसलाई मैले क्लोज गरौँ अथवा के गरौँ? 3 वर्षदेखि त मैले भ्याट फाइल गरिरहेको छु, अडिट भइरहेछ, सब भइरहेछ। यो पसल बन्द त्यसलाई गर्नुपर्छ कि के हुन्छ त अब यसको? त्यसको लागि सबैभन्दा पहिला कर कार्यालयमा गएर प्रश्न सोध्नुहोस्, अँ, किन गरेको यस्तो भनेर, अँ, होइन? कर कार्यालयलाई गएर प्रश्न सोध्नुहोस्, अनि त्यसपछि कर कार्यालयको के जवाब आउँछ त्यसपछि पर्सनल्ली हामी व्हाट्सएपमा कनेक्ट हौँला। अब हामी त ए ग्रुपमै छौँ अहिले, होइन? त्यसपछि त्यो हजुर। बेलामा त्यो पर्सनल कुरा चाहिँ गरौँला। जस यहाँबाट तपाईँहरूले कुरा बुझ्नुभयो नि सबैले। हस्, थ्याङ्क यू सर। ल, पछि जोडिन्छु म तपाईँसित। यो कुरा बुझ्नुभयो नि सबैले, है? भयो सर, भयो। ल है, ल अब प्रोप्राइटरसिप बारे हामीले बुझियो है। प्रोप्राइटरसिप भनेको के रहेछ? प्रोप्राइटरसिप भनेको एकल व्यक्तिले आफ्नो प्यानमा कुनै पनि व्यवसाय चलाउने, आफ्नै कन्ट्रोलमा चलाउने, होइन? यसको चाहिँ मेन एडभान्टेज भनेको सजिलो हुन्छ चलाउन, दर्ता गर्न, यताउति गर्न। डिसएडभान्टेज भनेको कुनै पनि लायबिलिटी आयो भने चाहिँ उसले चाहिँ पर्सनल तपाईँको जति सम्पत्ति छ त्यो पनि खिचेर चाहिँ लैजान्छ, है? अनि यो दर्ता गर्ने प्रोसेस भनेको तपाईँको 3टा हाम्रो जुन दर्ता गर्ने निकायहरू छ, घरेलु अथवा वाणिज्य अथवा तपाईँको उद्योगमा गएर दर्ता गर्ने, त्यो पत्र लिने, वडामा जाने, रेन्टल एग्रिमेन्ट बनाउने, कर कार्यालयमा गएर दर्ता गर्ने, अनि त्यसपछि चाहिँ तपाईँको दर्ता चाहिँ हुन्छ, है? त्यसपछि तपाईँले सञ्चालनमा ल्याउन सक्नुहुन्छ। ल, अब अर्को आम पार्टनरसिप। अलिकति यो चाहिँ पार्टनरसिप चाहिँ हामी अलि स्पिडमा पढ्छौँ, किन भन्दा सायद यहाँ सबै व्यवसाय गर्ने मान्छे नै हुनुहुन्छ। त्यो भइसकेपछि पार्टनरसिपको खासै त्यति रेलेभेन्सी आउँदैन, है? तर भन्नुपर्दाखेरि पार्टनरसिप चाहिँ 2 वा 2 भन्दा व्यक्तिहरू मिलेर, इन्डिभिजुअल मिलेर हामीहरू चाहिँ अब एउटा सँगै बिजनेस गरौँ भन्यो भने चाहिँ के हुन्छ भन्दाखेरि उसँग अप्सन के हुन्छ, आइदर ऊ चाहिँ तपाईँको पार्टनरसिपमा जान सक्छ, अर्को अथवा तपाईँ चाहिँ कहाँ जान सक्नुहुन्छ, कम्पनीमा चाहिँ जान सक्नुहुन्छ। 2 वा 2 भन्दा बढी गर्ने बित्तिकै त्यो व्यक्तिले सोल प्रोप्राइटरसिपमा म व्यापार चलाउँछु भन्न मिल्छ त? मिल्दैन। किन भन्दा सोल प्रोप्राइटरसिप भनेको 16 एकजनाको लागि मात्रै हो, होइन? अब त्यही भएर नेपाल सरकारले के गर्यो, तपाईँको पार्टनरसिप एक्ट 2020 चाहिँ तपाईँको फर्म गरिदिएको छ। त्यो अन्तर्गत चाहिँ 2 वा 2 भन्दा व्यक्तिहरू चाहिँ सँगै आएर तपाईँको एउटा पार्टनरसिप डिड बनाएर, पार्टनरसिप डिड भनेको एउटा यस्तो फाउन्डेसनल एग्रिमेन्ट हो जुन एग्रिमेन्टमा चाहिँ तपाईँको पार्टनरको सबै प्रफिट सेयरिङ रेसियोदेखि लिएर रिलेसनसिप, राइट्स, ड्युटिज, सबै कुराहरू बिजनेस व्यवसायबारे सबै कुराहरू चाहिँ लेखिएको हुन्छ। त्यसैमा तपाईँको प्रफिट सेयरिङ एरेन्जमेन्ट पनि हुन्छ, पिएसआर कति राख्ने भनेर पनि लेखिएको हुन्छ, है? अब यसलाई गभर्न केले गर्छ? यसलाई पार्टनरसिप एक्टले गभर्न गर्छ, र तपाईँको यिनीहरूको चाहिँ के हुन्छ, लायबिलिटी, यसको पनि लायबिलिटी चाहिँ अनलिमिटेड नै रहन्छ। 2टा पार्टनरले तपाईँको चाहिँ अनलिमिटेड लायबिलिटी चाहिँ बेयर गर्नुपर्ने रहन्छ, है? ल, अब पार्टनरसिपको केसमा इन्डियामा चाहिँ तपाईँको पार्टनरसिप फर्म लिमिटेड बाई द लायबिलिटी भन्ने चाहिँ छ। नेपालमा चाहिँ त्यो चाहिँ सायद आइसकेको छैन, है? ल, अब अर्को मेन चिज भनेको हामीलाई यहाँ सबैभन्दा इम्पोर्टेन्ट, तपाईँहरूको बिजनेस बढ्दै जाँदाखेरि भोलि जानै पर्ने चिज भनेको के हो भन्दाखेरि कम्पनी, है? ल, यहाँसम्म केही समस्या छ कसैलाई? बुझिराख्नु भएको छ नि? छ सर, क्लियर छ। ल, अब अर्को भनेको कम्पनी। सबैभन्दा हामीले धेरै नाम सुनेको पनि कम्पनी नै होला, है? अब कम्पनी चाहिँ नेपालमा के हुन्छ भन्दाखेरि कम्पनी भनेको पनि एउटा यस्तो खालको व्यवसायलाई जन्म दिएर बनाइएको तपाईँको एउटा भनौँ न एउटा चिज हो, होइन? जसको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ उसको सेपरेट लिगल इन्टिटी जसरी चाहिँ ट्रिट हुन्छ, उसको चाहिँ आफ्नै अस्तित्व चाहिँ हुन्छ, होइन? यो कम्पनी दर्ता नेपालमा कुन ऐन अन्तर्गत हुन्छ भन्नुहुन्छ भने नेपालमा कम्पनीज एक्ट 2063 सालमा बनेको कम्पनी ऐन अन्तर्गत चाहिँ नेपालमा चाहिँ कम्पनी चाहिँ तपाईँको दर्ता हुन्छ। अब यो कम्पनीको सबैभन्दा ठुलो क्यारेक्टरिस्टिक भनेको के हो भन्दाखेरि यो कम्पनीको आफ्नै लिगल आइडेन्टिटी हुन्छ, होइन? तपाईँको भन्नाको मतलब कुनै पनि व्यक्तिले, इक्जाम्पलको लागि तपाईँको एबिसी 3जना मान्छे मिलेर एउटा कम्पनी खोल्छु भनेर कम्पनी खोल्यो भने एलाई नै कम्पनी हो भनेर ट्रिट गर्न पाइँदैन के, बीलाई नै कम्पनी हो भनेर ट्रिट गर्न पाइँदैन।
जस्तै सोल प्रोप्राइटरसिपमा तपाईँको श्री गणेश ट्रेडर्सको तपाईँको गणेश शर्माले तपाईँको खोलेको जुन श्री गणेश ट्रेडर्स थियो त्यसमा हेर्ने हो भने श्री गणेश त्यो जुन व्यक्ति छ त्यो व्यक्ति नै तपाईँको चाहिँ को भन्दाखेरि व्यवसाय हो भनेर चाहिँ ट्रिट गर्न सकिन्छ। यसमा चाहिँ सकिन्न। यसमा के हुन्छ भन्दाखेरि कुनै पनि तपाईँको कानुनन रूपमै तपाईँको हरेक निकाय र अदालतले के हेर्छ भन्दाखेरि कम्पनी भनेको छुट्टै चिज हो, त्यसमा लगानी गर्ने सेयर होल्ड गर्ने सेयर होल्डर डिफ्रेन्ट हुन् भनेर चाहिँ उसले चाहिँ ट्रिट चाहिँ गर्छ, त्यसरी चाहिँ हेर्छ होइन। अनि कम्पनीको पनि के हुन्छ भन्दाखेरि कम्पनीको पर्पेचुअल सक्सेसन हुन्छ। पर्पेचुअल सक्सेसन भनेको के हो? तपाईँको एप्पल जस्तो इक्जाम्पलको लागि एप्पल कम्पनी भनेको नि त एप्पल इन्क भनेको पनि युएसमा दर्ता भएको भएर एप्पल इन्कर्पोरेसन भयो। त्यो बेलामा दर्ता गर्दाखेरिका जो सेयर होल्डर र तपाईँको डाइरेक्टरहरू थिए तिनी त अहिलेसम्म त मरिसके होइन। तिनी मरिसकेपछि पनि कम्पनी चल्छ होइन। हो, यो पर्पेचुअल सक्सेसन भनेको के हो भन्दाखेरि तपाईँको वेदर तपाईँको त्यो कम्पनीको ओनरसिप चेन्ज होस्, सेयर होल्डर चेन्ज होस्, सेयर होल्डर मरुन् अथवा जे पो होस् होइन, तर कम्पनी चाहिँ जसरी पनि एक्जिस्ट चाहिँ गर्छ होइन। एबिसीले खोलेको तपाईँको सेयर हालेर खोलेको कम्पनी छ र एबिसी नै कुनै कार एक्सिडेन्टमा अथवा तपाईँको फ्लाइट एक्सिडेन्टमा मऱ्यो भने पनि कम्पनी चाहिँ के हुन्छ? चल्छ। कसरी चल्छ? एबिसीको रिप्रेजेन्टेटिभ आउलान् अथवा तपाईँको कम्पनीको एमओए र एओए अनुसार चाहिँ जसरी पनि चल्छ। र अर्को भनेको एबिसी मिलेर जुन तपाईँको एउटा कम्पनी खोले जसको चुक्ता पुँजी तपाईँको राखे 3 लाख राखे है, 1 लाख रुपियाँ। 1 लाख भनेको कसरी? 1000 × 100, 1000वटा 3000वटा सेयर बाँडे 1000 सेयर तपाईँको एलाई, अर्को 1000 बीलाई, अर्को 1000 सीलाई होइन। तिनटाले सेयर बाँडे। अब कम्पनीको चुक्ता पुँजी टोटल कति भयो? 3 लाख भयो होइन। अब कम्पनी मानव कुनै कारणले केही यिनीहरूले गलत नगर्दा गर्दै पनि कम्पनीले लोन लिएको थियो, कम्पनी डुब्यो, कम्पनीले चलाउन तिर्न नसक्ने भयो होइन। कम्पनी अब चाहिँ तिर्न नसक्ने भयो, लिक्विडेट गर्नुपर्ने भयो भने त्यो बेलामा तपाईँको सेयर होल्डरले के गर्छ भन्दाखेरि एले मेरो 1 लाखको भाग हो भनेर 1 लाख तिर्छ, बीले 1 लाख तिर्छ, सीले 1 लाख तिर्छ क्या। यदि प्रोप्राइटर हुन्थ्यो भने लोन 50 लाखको थियो र तपाईँको 1 लाखको पुँजी थियो भने पनि त्यो 50 लाख रिकभर गर्नको लागि तपाईँको ए को सबै पर्सनल सम्पत्तिबाट पनि तानेर चाहिँ हामीले चाहिँ सेटलमेन्ट गर्नुपर्ने हुन्थ्यो। तर के हुन्छ भन्दाखेरि कम्पनीको लिमिटेड लायबिलिटीको नेचरको कारणले गर्दाखेरि कम्पनीले चाहिँ तपाईँको जुन सेयर होल्डर हुन्छ सेयर होल्डरको सम्पत्ति चाहिँ पर्सनल एसेटलाई चाहिँ प्रोटेक्ट गरिदिन्छ। यहाँ हेर्नुहुन्छ भने पर्सनल एसेट्स आर प्रोटेक्टेड भनिएको छ है। अनि अर्को भनेको तपाईँको अब पब्लिक के अरे यो कम्पनीमा पनि नेपालको ऐन अनुसार के छ भन्दाखेरि तपाईँको 2-3टा डिफ्रेन्ट तपाईँको चाहिँ कम्पनी खोल्न मिल्छ नेचर अनुसारको। तर मेजरली चाहिँ यहाँ हाम्रो दुईटा हामीले रिलेभेन्ट पढ्नुपर्ने भनेको चाहिँ एउटा प्राइभेट लिमिटेड हुन्छ, एउटा चाहिँ पब्लिक लिमिटेड हुन्छ है। अब प्राइभेट लिमिटेड भनेको के हो भन्दाखेरि तपाईँको 101 जनासम्म सेयर होल्डर म्याक्सिमम मिनिमम 1 होइन। र तपाईँको 1 लाई चाहिँ ओपिसी भन्छ, 1% कम्पनी भन्छ, एकल कम्पनी होइन। मिनिमम 1 जना र तपाईँको के हुन्छ भन्दाखेरि म्याक्सिमम सेयर होल्डर चाहिँ 101 जना राखेर चाहिँ तपाईँको चाहिँ कम्पनी चाहिँ खोल्न मिल्छ। अनि तपाईँको पब्लिक लिमिटेड भनेको चाहिँ जब त्योभन्दा बढी सेयर होल्डर कट्छन्, पब्लिकबाट पैसा उठाउनु पर्ने हुन्छ, धेरै सेयर होल्डरहरू राख्नुहुन्छ। धेरै सेयर होल्डर राख्ने बित्तिकै के हुन्छ भन्दाखेरि पब्लिकको इन्भल्भमेन्ट आउँछ। पब्लिकको इन्भल्भमेन्ट आउने बित्तिकै पब्लिकले लगानी गरेको कम्पनीको के भन्छ भन्दाखेरि प्रपर्टीको प्रोटेक्सन गर्नुपर्ने ऐनको पनि दायित्व आउनु भएको कारणले पब्लिक लिमिटेड कम्पनी डिफ्रेन्टली चाहिँ हामीले के गरिदिएको छौँ तपाईँको उसलाई चाहिँ एउटा लिगल स्ट्याटस चाहिँ दिएर राखेको छौँ। र अर्को भनेको तपाईँको कोअपरेटिभ। यो कम्पनिज एक्टमा केही तपाईँहरूलाई कम्पनीमा केही समस्या छ, केही नबुझेको चिजहरू केही? एकछिन सर, यो सर हाम्रो छ नि लिमिटेड छ नि लाइबिलिटी, हजुर अलि हल्का मात्रै बुझ्यो होइन सर, सबैतिर के यता बाँड्ने कुरा त बुझ्यो, अलि हल्का बुझ्नु न, हल्का मात्रै हजुर लिमिट टुल्समा के नाम हो लिमिटेड लाइबिलिटी बारेमा हल्का। ए लिमिटेड लाइबिलिटीमा बुझ्नु अलि कन्फ्युजन भयो भन्नुभएको तपाईँलाई? सर हजुर हजुर सर, हजुर सर। लिमिटेड लाइबिलिटी भनेको त्यही तपाईँको एबिसी एउटा कम्पनी के भयो भन्दाखेरि तपाईँको एउटा कुनै पनि 3-4 जना व्यक्ति आएर हामी एउटा कम्पनी खोलौँ भनेर कम्पनी खोले होइन। कम्पनी खोलिसकेपछि उनीहरूले 5 जनाले आएर कम्पनी खोल्दाखेरि 5 लाखको पुँजी राखेर खोलौँ कम्पनी भने होइन। कति राखे? 1-1 लाख रुपियाँ चाहिँ उनीहरूले चाहिँ आफ्नो चाहिँ सेयर 1-1 लाखको सेयर किने। 100 रुपियाँको हिसाबले क्यालकुलेट गर्ने हो भने 1 लाख बाई 100 भनेको कति भयो? 1000 त भयो
हैन भनेको टोटल 5000 सेयर चाहिँ इस्यु भयो। 5000 सेयरमा तपाईको 5000 सेयरमा हरेक व्यक्तिले चाहिँ 1000 चाहिँ सेयर चाहिँ दायित्व चाहिँ उसले लियो, जुन पैसा तिर्दियो। अब के भयो, अब व्यापार कम्पनीले चाहिँ व्यापार सुरु गर्दै गयो, चल्दै गयो चल्दै गयो चल्दै गयो, भोलि गएर के भयो, कम्पनी लसमा गयो। कम्पनी यति लसमा गयो कि अब कम्पनीलाई चलाउन सकिँदैन। अब कम्पनी के भयो, बन्द हुन थाल्यो, बन्दै गर्नुपर्ने भयो। अब खारेजी गर्नुपर्ने जाँदाखेरि लिक्विडेटरहरू आउँछ तपाईँको, त्यो अब खारेजी गर्दाखेरि टोटल दायित्व कम्पनीको कति छ हेर्छ। टोटल दायित्व क्यालकुलेट गर्दा 50 लाख रुपियाँ रहेछ अरे, होइन लोन लिएको रहेछ अरे, 80 लाखको लोन लिएको रहेछ। अब लिक्विडेटर आयो, एउटा लिक्विडेटर भनेको यस्तो व्यक्ति जसले तपाईँको सम्पत्ति, कम्पनीको सम्पत्ति चाहिँ कति छ भनेर हिसाब किताब गर्ने हो, उसले पैसा भाग लगाइदिने होइन। खारेजीको बेलामा आयो, तपाईँको 80 लाख रुपियाँको लोन रहेछ, 30 लाख रुपियाँको तपाईँको सेयर रहेछ, के अरे एसेट रहेछ, सम्पत्ति। त्यो भएपछि तपाईँको 30 लाखको सम्पत्तिले तिर्न पुगेको जति 30 लाखले तिर्यो, त्यो बाहेकको जुन 50 लाख छ, अब 50 लाख रुपियाँ तिर्ने बेलामा कम्पनीको केसमा चाहिँ लिमिटेड लायबिलिटी क्यारेक्टरिस्टिक भएको कारणले ए, बी, सी, डी र ई जुन 5 जनाको मुखमा तपाईँको लिक्विडेटरले ल बाबु ल 50 लाख रुपियाँ भाग लगाएर पैसा निकाल है भन्न पाएन के। उनीहरूको दायित्व कति हो, 1 लाख रुपियाँ हो। 1 लाख रुपियाँ उनीहरूले दिइसकेका छन् भनेपछि अब उनीहरूलाई के हुन्छ, यदि रङ डुइङ केही गलत काम गरेको छैनन् भने उनीहरूको लायबिलिटी त्यो जति सेयर लिएका छन् 1 लाखसम्म मात्रै चाहिँ रहन्छ है। अब प्रोप्राइटरसिपको केस भइदिएको भए, यसले मात्र चलाएको बिजनेसको यस्तै केस भइदिएको भए, उसले चाहिँ आफ्नो घरको सम्पत्ति, घर जग्गा बेचेर भए पनि दिनुपर्ने हुन्थ्यो। सोल प्रोप्राइटरसिप र कम्पनीको डिफरेन्स भनेको त्यति हो। भोलिको दिनमा तपाईँको लोन लिनुभयो, व्यवसायले लोन लियो, लोन लिएर तिर्न सक्नु भएन भने तपाईँको सर्लक्कै उसले चाहिँ लिन्छ। बुझ्नुभयो? सर बुझ्यो सर। ल अगाडि बढौँ है त। अब यो कोअपरेटिभ भनेको सहकारी है नेपालीमा। अब बुझ्नु पर्दाखेरि नेपालमा मेजरली सहकारीको चाहिँ हाम्रो चाहिँ क्रेडिट र सेभिङहरू लिनको लागि चाहिँ गरिन्छ होइन। सहकारी भनेको थाहा पाउनु भएकै छ, आफ्नो घर छेउछिमेकमा देख्नु भएकै होला। यसलाई नियमन गर्ने पनि अहिलेसम्म हाम्रो कुनै कानुन त्यस्तो एसच बनेको थिएन। पछि गएर कोअपरेटिभ एक्ट त बन्यो होइन, अनि तर त्यसमा चाहिँ अलि स्ट्रङली तपाईँको यो नियमन गर्ने नभएको कारणले र तपाईँको ब्याङ्क जसरी चलाइदिएको कारणले गर्दाखेरि चाहिँ हाम्रो समस्याहरू आएको थियो। बेसिकल्ली यसमा के गरिन्छ भन्दाखेरि कुनै पनि एउटा समाजमा बसेका, कम्युनिटीमा बसेका मान्छेहरू एकै सोच राखेर ल आएर एउटा यस्तो खालको काम गरौँ न त भनेर कुनै सेम उद्देश्यमा आएर काम गर्न खोज्छन्। तपाईँको पैसाहरू सेभिङ गर्न थाल्छन्, थाल्छन् उनीहरूले होइन। एकअर्कालाई कम्युनिटीमा सहयोग होस् भनेर गर्छन् भने चाहिँ त्यहीलाई नै हाम्रो चाहिँ कोअपरेटिभ चाहिँ भन्ने चाहिँ गरिन्छ है। तर मेजरली नेपालमा तपाईँ हामीले बुझ्नुपर्ने चिज भनेको चाहिँ एउटा भनेको सोल प्रोप्राइटरसिप, अर्को भनेको कम्पनी है। पार्टनरसिप पनि यदि अब तपाईँ वकिल हुनुहुन्छ, प्रोफेसनल मान्छे हुनुहुन्छ, सिए हुनुहुन्छ, अथवा तपाईँ डक्टर हुनुहुन्छ, समथिङ तपाईँले पार्टनरसिपमा 2 जना व्यक्ति मिलेर काम गर्नुपर्ने खालको छ भने चाहिँ तपाईँको पार्टनरसिप पनि गर्न सकिन्छ है। ल यो सानो यहाँ कम्पेरिजन गराएको छ, यो अलि सानो देखिएला अहिलेलाई देखिनलाई होइन, तर बेसिकल्ली सबैले सायद बुझिसक्नुभयो होला है सोल प्रोप्राइटरसिप के हो, कस्तो हुन्छ, कुन नेचरले बनाइएको हुन्छ, एडभान्टेज के हो, डिसएडभान्टेज के हो होइन, कुन नियम अन्तर्गत चाहिँ यो दर्ता हुनुपर्छ भन्ने कुराहरू, पार्टनरसिप के हो, कोअपरेटिभ के हो, सबै कुरा चाहिँ यहाँ चाहिँ यसमा लेखेको छ। त्यही कुरालाई समराइज गरेको है। अब एप्लिकेबल लजहरू हेर्नुहुन्छ भने नेपालमा लाग्ने एप्लिकेबल लजहरू है। अब यहाँ हामी के पढ्छौँ भन्दाखेरि हामीले सबैभन्दा पहिला के पढ्यौँ, हल्का रिभाइज गर्नुपर्दा बिजनेस भनेको के हो, बिजनेस व्यवसाय किन गरिन्छ, बिजनेसको नेचर के हुनुपर्छ भन्ने कुराहरू हामीले बुझ्यौँ। त्यो बुझिसकेपछि त्यो बिजनेस नेपालमा गर्दाखेरि कुन कुन नेचरले चाहिँ तपाईँको नेपालमा चाहिँ बिजनेस गर्न सकिन्छ, कुन कुन खालको जन्म दिएर चाहिँ तपाईँको चाहिँ व्यवसाय जसरी रन गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले बुझ्यौँ। अब के बुझ्यौँ भन्दाखेरि कुनै पनि व्यवसाय नेपालमा दर्ता रहेर काम गर्न खोज्दाखेरि जनरल्ली लाग्ने ऐनहरू चाहिँ के हुन् है। एउटा कम्पनी अथवा तपाईँको यो जुन सोल प्रोप्राइटरसिप अथवा पार्टनरसिप खुलेको छ भने यिनीहरूलाई लाग्ने मेजर ऐनहरू के हुन्छ। कम्पनीज एक्टमा दर्ता छ भने कम्पनीलाई इक्जाम्पल लिएर अगाडि बढ्दाखेरि कम्पनी ऐन त लाग्ने नै भयो, किन भन्दा कम्पनी ऐनकै अन्तर्गतमा कम्पनी चाहिँ दर्ता हुने हो, उसको जन्म हुने हो। अर्को पार्टनरसिप छ भने पार्टनरसिप ऐन लाग्ने भयो, कोअपरेटिभ छ भने कोअपरेटिभ ऐन लाग्ने भयो होइन। तपाईँको अनि सोल प्रोप्राइटरसिप छ भने त्यसलाई इन्कम ट्याक्स पनि लाग्ने भयो र अनि तपाईँको जुन घरेलु र त्योवाला छ त्यो पनि लाग्ने। जुन ऐन अन्तर्गत चाहिँ उसको जन्म हुन्छ
त्यो त लाग्नै भएन। अब त्यसपछि के भयो, कम्पनीको अथवा कुनै पनि व्यवसायको मेन उद्देश्य पैसा कमाउने रहेको हुन्छ। त्यहाँ हामीले अगाडि पढ्यौँ, वेल्थ क्रिएसन र तपाईँको प्रफिट तपाईँको कमाउने उद्देश्य। त्यो भइसकेपछि तपाईँले आय आर्जन गर्नुहुन्छ, इन्कम रेभिन्यू गर्नुहुन्छ, जुन चाहिँ नेपालमा मेजरली ट्याक्सेबलै हुन्छ। ट्याक्सेबल हुनु भइसकेपछि तपाईँले के गर्नुपर्छ, तपाईँले चाहिँ प्यानमा दर्ता गर्नुपर्छ। प्यानमा दर्ता गर्ने बित्तिकै तपाईँको इन्कम ट्याक्स एक्टमा तपाईँहरू दर्ता हुनु पर्यो है। प्यान भनेको के हो भन्ने कुरा पनि हामी यही अन्तर्गत अलिकति थोरै बुझिहालौँ, अहिले नै सजिलो हुन्छ है। प्यान भनेको के हो भन्दाखेरि पर्मानेन्ट अकाउन्ट नम्बर। यो भनेको के हो भन्दाखेरि तपाईँको आयकर नेपालले आयकर ऐन अन्तर्गत चिन्नको लागि हरेक व्यवसायलाई दिएको 9 डिजिटको तपाईँको नम्बर, त्यहीलाई नै प्यान भनिन्छ। तपाईँहरू प्यान भनेको अचम्मै ओहो के हो भनेर चाहिँ बुझिराख्नु पर्दैन। प्यान भनेको एउटा यस्तो नम्बर हो, आइडेन्टिफिकेसन नम्बर, जुन तपाईँको चाहिँ कसले राखेको हुन्छ, इन्कम ट्याक्स एक्टले चाहिँ चिन्नको लागि चाहिँ राखेको हुन्छ। कुनै पनि व्यवसाय दर्ता हुने बित्तिकै कुनै पनि व्यवसाय अथवा तपाईँ कुनै पनि व्यक्ति जसले तपाईँको आय आर्जन गर्छ, जसले चाहिँ कर तिर्न पर्ने दायित्व बन्छ अथवा टिडिएस काट्नेको कुराहरू पनि हुन्छन् यसमा, अलि एडभान्समा पछि कुरा गरौँला। त्यो छ भने त्यो व्यक्तिले अथवा व्यवसायले चाहिँ 9 डिजिटको नम्बरवाला तपाईँको प्यान नम्बर लिनुपर्ने रहन्छ। हो, त्यो प्यान जुन चाहिँ उसले लिन्छ त्यहीलाई नै तपाईँको प्यान नम्बर भनिन्छ, इन्कम ट्याक्स अन्तर्गत दर्ता हुन्छ है। ल अब के भयो, सबैभन्दा सुरुमा जुन तपाईँको ऐन अन्तर्गत दर्ता भयो त्यो त उसको भइ नै हाल्यो, त्यो ऐन त लाग्ने नै भयो। अब के लाग्ने भयो, त्यसपछि लाग्ने भयो उसलाई, अब आय आर्जन गर्ने भएपछि इन्कम ट्याक्स एक्ट लाग्ने भयो होइन। अब इन्कम ट्याक्स एक्ट अन्तर्गत पनि कस्तो छ भन्दाखेरि नेपालको कानुन अनुसार यदि तपाईँले गुड्समा मात्रै ट्रेड गर्नुहुन्छ भनेको वस्तु मात्रै तपाईँको खरिद र बिक्री गर्नुहुन्छ भने अगाडिको 12 महिनाभित्रमा तपाईँको खरिद अथवा पर्चेज यो दुईटा मध्ये जुनै पनि चिज चाहिँ तपाईँको 50 लाखभन्दा माथि घट्छ भने त्यो चाहिँ भ्याटमा दर्ता हुनुपर्छ भन्छ, भ्याटमा दर्ता हुनुपर्छ भन्छ होइन। तर यदि तपाईँको चाहिँ कुनै पनि व्यवसाय छ जुन चाहिँ तपाईँको सेवा मात्रै ट्रेडिङ गर्छ, सेवा मात्रै दिन्छ अथवा सेवा र वस्तु दुवै दिन्छ भने चाहिँ त्यसको लागि भ्याट रजिस्ट्रेसनको लिमिट चाहिँ कति छ, तपाईँको 30 लाख छ है। अब दर्ता रहेको व्यवसायलाई आफ्नो जुन अन्तर्गत जन्म भयो त्यो त उसको दर्ता भइ नै हाल्यो, ऐन लाग्ने भयो। दोस्रो भनेको तपाईँको के भयो, अब फाइदाको पैसा कमाउने भइसकेपछि ट्याक्स तिर्नुपर्ने दायित्वले गर्दा, टिडिएस काट्नुपर्ने दायित्वले र विभिन्न अरू लेखेको दायित्वले गर्दाखेरि प्यान नम्बर लिनुपर्ने भयो, तपाईँको ट्याक्समा रजिस्ट्रेसन गर्नुपर्ने भयो, इन्कम ट्याक्समा पनि। अब तपाईँको इन्कम ट्याक्सबाट पनि तपाईँको सर्टेन अमाउन्ट जुन प्रेस्क्राइब लिमिट छ, प्रेस्क्राइब लिमिटभन्दा माथि गइसकेपछि के भयो, त्यसमा तपाईँ चाहिँ केमा दर्ता हुनु पर्यो, भ्याटमा दर्ता हुनु पर्यो होइन। हामीले भ्याट भने पनि नर्मल्ली भ्याटलाई तपाईँको हामीले प्रोनाउन्स गर्नुपर्ने VAT हो खासमा है। स्वर्णिम वाग्लेको तपाईँहरूले यदि त्यो हेर्नुहुन्छ भने, इन्टरभ्यू हेर्नुहुन्छ भने उसले भ्याट भन्दैन कि, उसले VAT भन्छ होइन, भ्यालु एडेड ट्याक्स। यो भनेको के हो, हरेकचोटि तपाईँले कोही व्यक्तिले चाहिँ तपाईँको एउटा सामान बनेदेखि तपाईँको फाइनल कन्ज्युमरले जाने बेलासम्म त लामो प्रोसेस हुन्छ। लामो प्रोसेसमा हरेक प्रोसेसमा जोडिएको जुन प्रफिट उसले जोडेको हुन्छ त्यो प्रफिटमा चाहिँ ट्याक्स तिर भनेर रेगुलेट गर्नको लागि चाहिँ भ्यालु एडेड ट्याक्स भन्ने बनाएको हुन्छ। त्यही भएर भ्याट ऐन 2052 चाहिँ उसलाई पनि लाग्छ है। ल अब व्यवसाय दर्ता भयो, जन्म भयो, व्यवसाय दर्ता जन्म भइसकेपछि व्यवसायले पैसा पनि कमायो, त्यही भएर करमा पनि दर्ता भयो, करको पनि उसको लिमिट क्रस भयो होइन, लिमिट क्रस भएपछि भ्याटमा पनि दर्ता भयो। अब यो व्यवसाय गर्दै गर्दाखेरि उसले बिना कर्मचारी त यत्रो काम गर्न सक्दैन, मेजरली तपाईँको कर्मचारी त राख्नै पर्छ। अब कर्मचारी राख्ने बित्तिकै नेपालमा के लाग्छ, श्रम ऐन लाग्छ होइन। त्यही भएर त्यो अर्गनाइजेसनलाई के लाग्छ, लेबर एक्ट पनि लाग्छ। अहिले हेर्नुहुन्छ भने नेपालमा तपाईँको लेबर अडिट पनि म्यान्डेट गरेको छ, जुन अलि तपाईँको प्र्याक्टिकल्ली चाहिँ त्यति तपाईँको इम्प्लिमेन्टेसनमा आए जस्तो देखिन्न। इम्प्लिमेन्टेसनमा आछ तर कागजपत्र बुझाउने मात्रै छ, त्यति इफेक्टिभ चाहिँ भयो जस्तो छैन। तर नर्मल्ली लेबर एक्ट अडिट पनि तपाईँ गर्नुपर्ने भइसकेको छ। त्यो किन भएको छ भन्दाखेरि लेबर एक्ट लाग्नु भएको कारणले तपाईँको कुनै पनि तपाईँले एउटा व्यक्ति तपाईँले कर्मचारी राख्नुहुन्छ भने कर्मचारीको मिनिमम तपाईँको 17,300 जुन कुरा छ त्यति पैसा तपाईँले दिनै पर्ने, यति तपाईँको छुट्टी दिनै पर्ने, यति घन्टा मात्रै काम गराउनु पाउनु पर्ने। अब विदेशबाट कोही तपाईँले के भन्छन् अरे मान्छे बोलाएर काम गराउनुहुन्छ भने श्रम स्वीकृति लिन पर्ने, सबै कुराहरू चाहिँ तपाईँको के अन्तर्गत आउँछ, लेबर एक्ट अन्तर्गत आउँछ है। अब लेबर एक्ट पनि लाग्यो।
अब कर्मचारीलाई नै लाग्ने अर्को कुरा पनि छ। कर्मचारीलाई के लाग्छ भन्दाखेरि नेपालको ऐन अन्तर्गत ब्याङ्क बाहेक, ब्याङ्क र इन्सुरेन्सको कम्पनी बाहेक, माफिया बाहेक तपाईँको चाहिँ के छ भन्दाखेरि तपाईँको कुनै पनि कर्मचारीलाई चाहिँ सामाजिक सुरक्षा त्यो जुन तपाईँको नेपाल सरकारले र तपाईँको जुन चलिरहेको जुन कम्पनीमा चाहिँ ऊ काम गर्छ त्यो कम्पनीले प्रोभाइड गरोस् भन्ने हिसाबले चाहिँ के गरिदिएको छ भन्दाखेरि सामाजिक सुरक्षा ऐन चाहिँ बनाइदिएको छ। एसएसएफ जुन भन्छौँ नि हामीले, त्यो चाहिँ तपाईँको सोसियल सेक्युरिटी एक्ट अन्तर्गत चाहिँ एसएसएफ बनाएको छ। तपाईँको सामाजिक सुरक्षा कोषमा लगेर पैसा हाल्नुपर्ने जुन 31% हाल्नुपर्ने छ, त्यसको हाम्रो स्यालेरी क्यालकुलेसन गर्दाखेरि पेरोलमा पनि हामीले हेरौँला होइन, त्यो पनि के हुन्छ नेपालमा चाहिँ उसलाई चाहिँ लाग्छ होइन। त्यही भएर अर्को भनेको त यो जुन इन्डस्ट्रियल एन्टरप्राइज भन्यो त्यो त तपाईँले दर्ता गर्दाखेरि नै कुनै पनि चिज अब प्रडक्सन गर्दै हुनुहुन्छ र कुनै पनि चिज तपाईँको चाहिँ उद्योग अन्तर्गत आउँछ भने चाहिँ तपाईँले इन्डस्ट्रियल एन्टरप्राइज एक्ट अन्तर्गत त तपाईँले उद्योगमा गएर दर्ता त गर्नुपर्ने भइहाल्यो। भनेपछि नेपालमा कुनै पनि व्यवसाय गर्ने व्यक्तिलाई के लाग्दो रहेछ त कानुन? मोटामोटी बुझ्नु पर्दा 3टा। पहिलो भनेको उसको जन्म कहाँबाट भयो, जन्म जोबाट भयो, जन्म दिने आमा भने जस्तै जन्म दिने ऐन, जन्म दिने ऐन त लाग्ने भइगयो। त्यसपछि के भयो, जन्म दिने ऐन भइसकेपछि जन्म के को लागि? पैसा कमाउनको लागि। पैसा कमाएपछि के गर्नुपर्छ? कर तिर्न पर्यो। कर तिर्न परेपछि कहाँ दर्ता हुनु पर्यो? करमा दर्ता हुनु पर्यो। करमा दर्ता भनेको के हो? प्यान नम्बर लिने मात्रै हो, अरू केही होइन। प्यान भनेको के हो? पर्मानेन्ट एकाउन्ट नम्बर। त्यो भनेको तपाईँको 9 नम्बरको डिजिट, जसले चाहिँ यो इन्कम ट्याक्सले चाहिँ तपाईँको कर कार्यालयले चाहिँ व्यवसायलाई चाहिँ चिन्ने गर्छ। अब त्यो ऐन अन्तर्गत पनि तपाईँको के अरे इन्कम करमा दर्ता हुनुभयो, तर लिमिट क्रस भयो भने भीएटीमा बल्ल दर्ता हुने हो। पहिलो जन्म दिने, त्यसपछि आए। अर्को भनेको के हो? अब त्यो तपाईँको व्यवसायलाई माथि उठाउनलाई को चाहिन्छ? तपाईँलाई चाहिन्छ कर्मचारीहरू। कर्मचारी चाहिने भएपछि तपाईँलाई के लाग्ने भयो? लेबर एक्ट, श्रम ऐन पनि लाग्ने भयो र त्यो कर्मचारीको प्रोटेक्सनको लागि के लाग्ने भयो? एसएसएफको ऐन पनि लाग्ने भयो। सोसियल सेक्युरिटी एक्ट भनेको तपाईँको के लाग्ने भयो? सामाजिक सुरक्षा ऐन पनि लाग्ने भयो है। ल, यतिसम्म बुझ्नुभयो? एकदम अलिकति टेक्निकलै थियो, कस्तो कतिको बुझ्नुभयो भन्नुहोस् त, एकचोटि रिभ्यू दिनुहोस् त। होइन, बुझेछ सर। अब यो चिजै यस्तै हो, यो कुराहरू त कन्सेप्ट क्लियर भएको छ सर। अनि अब यो विषयसँग सम्बन्धित जस्तो मैले धेरैजना चाहिँ के देखिरहेको छु भने 4-5 वर्ष एक किसिमको काम गर्छन्, जब बिजनेस अलिकति बढ्दै गइसकेपछि उनीहरू चाहिँ प्रालीमा कन्भर्ट भएको देखिरहेको हुन्छु होइन। अनि यहाँ फेरि सरले चाहिँ हामीलाई अघि के भन्नुभयो भने त्यसको लाइबिलिटी चाहिँ जस्तो 1 लाख हो भने 1 लाख हो, त्योभन्दा बढी चाहिँ जति लसमा गए पनि पर्सनल एसेटबाट क्लेम गर्न मिल्दैन भन्नुभयो। कतै यो चाहिँ मान्छेहरूलाई चाहिँ अब भोलि बिहान स्क्याम गर्ने उद्देश्यले अथवा हुन्छ नि के कारणले चाहिँ त्यो के ठ्याक्कै प्र्याक्टिकल कुरा चाहिँ ठ्याक्कै बुझाइदिनु सर। किन मान्छे पछाडि टाइममा के कारणले चाहिँ कम्पनीमा जानुपर्ने बाध्यता क्रिएट हुन्छ, अथवा त्यहाँ जाँदाखेरि उनीहरूलाई बेनिफिट के हुन्छ? पहिलो कुरो, सोल प्रोप्राइटरसिपमा तपाईँले एकजना आफू मात्र राखेर काम गर्न सक्नुहुने भयो। भोलि तपाईँले अर्को मान्छे जोडेर काम गर्छु, जस्तो इक्जाम्पलको लागि तपाईँले अहिले सर्जिकल, सुरेन्द्रजी त बोल्नुभयो होइन अहिले? हो सुरेन्द्रजी फार्मेसी मैले बुझेँ है। ल, फार्मेसी तपाईँले सर्जिकल चलाउँदै हुनुहुन्छ, तपाईँको आज एक्लैले चलाउनु भयो, राम्रो भइरहेछ, भोलि लोन लिनु पर्यो, तपाईँले लोनको लागि त धितो माग्छ नेपालमा, एउटा सिनियर दिएको है। अब धितो माग्दाखेरि तपाईँले चाहिँ अब आफ्नो साथीलाई भन्नुभयो, साथीले हुन्छ भने धितो त उसको नाममा छ, अब उसलाई पनि ल्याउनु पर्यो के भन्छ अरे कम्पनीको नाममा। सोल प्रोप्राइटरसिपमा तपाईँले उसलाई नाम राख्न सक्नुहुन्छ त? सकिन्न। त्यो भएपछि तपाईँले के गर्नु? कम्पनीमा जानुहुन्छ, कम्पनीमा गएर उसलाई पनि सेयर होल्डर राखेर सेयर होल्डरको तपाईँको के भन्छन् अरे थर्ड पार्टी कोल्याट्रल बनाएर लोन लिएर चाहिँ कम्पनीमा चाहिँ हाल्नुहुन्छ, एउटा सिनेरियो है। अर्को सिनेरियो भन्दाखेरि अब के भन्दाखेरि तपाईँको लोन ठुलो हुँदै जाँदाखेरि कम्पनीलाई चाहिँ ब्याङ्कले चाहिँ राम्रो विश्वास गर्छ होइन। कम्पनीलाई राम्रो विश्वास किन? कम्पनीलाई तपाईँको जुन नियमन गर्ने ऐन छ नि, सोल प्रोप्राइटरसिपको लागि नियमन गर्ने ऐन त्यस्तो टुल बनेकै छैन नेपालमा। तपाईँको कम्पनीको भन्नुहुन्छ कम्पनीज एक्ट अन्तर्गत एभ्री लिटल कम्पनीको एउटा चिज तपाईँको चाहिँ ऐनभित्र चाहिँ तपाईँको बनाइएको छ। यत्रो कम्पनीज एक्ट छ, यत्रो मध्ये तपाईँको यत्रो त नियमावली छ, अनि हरेक वर्ष निर्देशिका नि आउँछ। इभन तपाईँको त्यो नै छुट्टै बनाइदिएको छ, के भन्छन् अरे कार्यालय नै भनौँ न, कम्पनी रजिस्ट्रारको कार्यालय त ठुलो कार्यालय हो नि त, त्यसरी बनाइदिएको छ नियमनको लागि। त्यो भइसकेपछि तपाईँको के भयो? कम्पनीमा जानु चाहिँ म्यान्डेट जस्तै भयो। र अनि अब ठुलो कम्पनी बन्दै जाँदाखेरि भोलि तपाईँको सर्जिकलले मानव अब इम्पोर्ट गर्दै हुनुहुन्छ, राम्रो भयो, ठुलो भयो, भोलि म्यानुफ्याक्चरिङ गर्छु भन्नुभयो, म्यानुफ्याक्चरिङ गर्दै जाँदाखेरि तपाईँले पब्लिकबाट पैसा उठाउनु पऱ्यो कि परेन? आइपिओमा जाने कि नजाने? जानु पऱ्यो नि त। अब आइपिओमा जानु परेपछि आइपिओमा जाने बित्तिकै तपाईँले 100जनासम्म
तपाईँको सेयर होल्डर राख्नको लागि त प्राइभेट लिमिटेडले भ्यायो। त्योभन्दा माथि जानु पर्यो भने अरू कुनै ऐन अन्तर्गत जानै मिल्दैन। केबाट जानु पर्यो? कम्पनीज एक्ट अन्तर्गत। कम्पनीज एक्ट अन्तर्गत तपाईँले के गर्नु पर्यो? कम्पनीमा दर्ता गरेर तपाईँको सबैभन्दा बढी सेयर होल्डर हाल्नको लागि, पब्लिकबाट पैसा उठाउनको लागि तपाईँ केमा जानु पर्यो? प्राइभेट लिमिटेडमा जानु पर्यो। र तपाईँको अब यस्तो हुन्छ कि रिस्कको कुरा पनि हुन्छ। आजको दिनमा तपाईँले थोरै कारोबार गर्दै हुनुहुन्छ, त्यो कारणले होइन आई क्यान म्यानेज एभ्रिथिङ भनेर तपाईँले गर्नुभएको छ होइन। आज तपाईँको ल भनौँ न 1 लाख 1 करोडसम्मको कारोबार 2 करोड 5 करोड नेपालको त सिनेरियोमा हेर्ने हो भने 10-15 करोडसम्म पनि सम्पत्तिले भ्याउने तरिकाले हुन्छ। त्यही भएर कन्फिडेन्टली काम गरेको हुन्छन्। मानौँ तपाईँको बिजनेस 50 करोडसम्म पुग्न लाग्यो भने तपाईँको बिजनेसले लगानी पनि खोज्छ। किन पकेटबाट पैसा हालेर त कुनै पनि तपाईँको अलिकति त्यतिको क्यापेसिटी नै हुँदैन। प्लस अलिकति माइन्डफुल व्यवसाय गर्ने व्यक्तिले तपाईँको जहिले पनि लोन लिएरै काम गर्ने हो। 50 करोडको बिजनेस बनाउनको लागि 50 करोडको लोन लिएर तपाईँको सम्पत्तिले नधान्ने, तपाईँको पर्सनल सम्पत्तिले पनि नधान्ने भइसकेपछि तपाईँ प्रोप्राइटरसिपमा बसेर किन त्यत्रो रिस्क लिनुहुन्छ? तपाईँ जानुहुन्छ कहाँ? तपाईँ कम्पनी बनाउनुहुन्छ होइन। कम्पनी बनाएर कम्पनीको अन्तर्गत जानुहुन्छ। कम्पनीको अन्तर्गतमा जाँदा तपाईँ यदि राम्रो गुड फेथमा कम्पनी चलाउनु भयो, किन चलाउँदा राम्रै चलाउँदै पनि डुब्छ नि त। राम्रै चलाउँदै पनि तपाईँको 50औं करोड लगानी गरेर तपाईँको बनाएको कम्पनी पनि डुब्यो भने पनि भोलि तपाईँ त बाटोमा आउनु परेन। तपाईँको छोराछोरीदेखि लिएर तपाईँको 3 पुस्ताको सम्पत्ति खिचिँदाखेरि सोच्नुहोस् त त्यत्रो ठुलो एम्बिसियस लोनको लागि कसरी सकिन्छ? जो हिल्टन कम्पनी जस्तो हिल्टन छ नि अहिले अस्ति चलेको, यसको सब अस्तिको म एसबिआईको अडिट गर्दाखेरि मैले आफैले हेरेँ फाइल हो कि यसको होइन। तपाईँको 8.5 अर्बको तपाईँको होटल बनाएको छ, 5.5 अर्बको लोन छ। 5.5 अर्बको लोन कसले चाहिँ तपाईँको बियर गर्न सक्छ पर्सनल क्यापेसिटीमा? सक्दैन नि त। अब यस्तो केसमा चाहिँ त्यो 5 अर्बको लोनको चाहिँ के हुन्छ त सर? अब त्यो कम्पनीबाट त उठेन भन्नाले त्यो ब्याङ्कको गयो कि कसको गयो त? इन्स्योरेन्स छ त। हरेक लोन तपाईँको यसको यो लोन बारे पनि छुट्टै पढाउँछु म। किन भन्दा मैले योचोटिको एसबिआई र एनआइसीको अडिट लिड गरे हो। तपाईँको कम्प्लिटली एकदम यो बारे पनि हामी बुझौँला मजाले होइन। तपाईँको लोन त एभ्री लोन इज तपाईँको इन्स्योर्ड बाई तपाईँको इन्स्योरेन्स कम्पनीले। अब लास्टमा चाहिँ त्यसको रिस्क चाहिँ इन्स्योरेन्सले कभर गर्ने भयो, इन्स्योरेन्सले त्यो पे गरिदिन्छ अनि सकियो होइन? हजुर, इन्स्योरेन्सले पे गर्छ। इन्स्योरेन्सले पे गरिसकेपछि तपाईँले उसले चाहिँ आफ्नो रिस्ट्रक्चरिङको काम गर्छ। लोन रिस्ट्रक्चर गरिदिन्छ। अब अहिले तिर्न सक्ने क्यापेसिटी हुन्न, 2 वर्षपछि भनेर भनिदिन्छ। अब इन्स्योरेन्सले पैसा निकाल्न पनि टाइम लाग्छ। पैसा निकालेर मात्र भएन, बनाउनु पर्यो। 6 वर्ष लाएर बनाएको होटेल तपाईँको जल्न कति दिन लाएर? जल्न 2 दिन लाग्यो, बनाउनु त फेरि 2-3 वर्ष लाग्छ होइन। अब त्यो भइसकेपछि त्यति बेलासम्म एलओपी त लिएको हुन्छ, लस अफ प्रफिट भन्ने त लिएको हुन्छ तपाईँको लगभग नर्मली 6 महिनासम्म होइन। अब त्यहाँभन्दा बढी पनि कभर गर्न सक्दैन। त्यस्तो बेलामा तपाईँको इन्स्योरेन्सले कम्पनी ऐनमा यति चिज छ कि तपाईँको कुनै कारणवश कम्पनी एकदम तपाईँको नेसनको हिसाबले, देशको हिसाबले पनि इम्पोर्टेन्ट कुनै कम्पनी छ डुब्न थाल्यो भने त्यसलाई उठाउन मिल्ने हरेक व्यवस्था गरेको छ। इन्डियामा टाटा कम्पनी भोलिको दिनमा डुब्न थाल्यो भने तपाईँको राष्ट्रले नै तपाईँको के भन्छ बेल आउट गर्छ कि गर्दैन भन्नुहोस् त? किन देशको इकोनोमीको लागि इम्पोर्टेन्ट छ नि त। त्यो देशको बेल आउट गर्नको लागि तपाईँको सबै व्यवस्था पनि कहाँ मिलाएको छ? यो ऐन अन्तर्गत नै मिलेको हुन्छ कि। सोल प्रोप्राइटरसिपमा त्यो गर्न मिल्दैन। त्यही भएर कुनै पनि कम्पनी अगाडि बढ्दै जाँदाखेरि यसको लिगल कम्प्लायन्स पनि धेरै छ। जसरी पनि उसको बाटो, मेन बाटो भनेको जाने चाहिँ ऊ चाहिँ तपाईँको कम्पनीमै हो है। ल अब यहाँ हामीले चाहिँ ठ्याक्क ऐनको बारेमा सबै त्यही अघि जुन कुरा गरियो त्यही बारे चाहिँ सबै कुराहरू लेखिएको छ होइन। सर र म भनिदिन्छु है, अनि त्यसपछि हामी क्लोज गरौँला। कम्पनिज एक्ट अन्तर्गत तपाईँको कम्पनी दर्ता गर्नको लागि चाहिँ हामीलाई चाहिँ सबैभन्दा चाहिने भनेको चाहिँ कम्पनी दर्ता गर्नको लागि एमओए र एओए हो। एमओए भनेको मेमोरेन्डम अफ एसोसिएसन, प्रबन्ध पत्र, र तपाईँको आर्टिकल अफ एसोसिएसन। आर्टिकल अफ एसोसिएसन भनेको नियमावली। ल हेर्नुहोस् कति स्ट्रक्चर्ड छ तपाईँले भनेको सुरेन्द्रजी यहीँबाट हेर्नुहोस् है। कम्पनी तपाईँ सोल प्रोप्राइटरसिप दर्ता गर्न जाँदाखेरि तपाईँ आफ्नो फेस र एउटा प्यान कार्ड लिएर तपाईँले चाहिँ अनि यति चुक्ता पुँजी यति रुपियाँ पैसा तिर्छु, यो डोमेनमा काम गर्छु भनेर चाहिँ डाइरेक्टली तपाईँले चलाउन सक्नुहुन्छ भने यो तपाईँको कम्पनी चलाउनको लागि सबैभन्दा पहिला तपाईँले कम्पनीको प्रबन्ध पत्र बनाउनुपर्छ। प्रबन्ध पत्रमा कम्पनीको क्यापिटल कति, लोकेसन कहाँ, कुन उद्देश्य होइन, अनि कति सेयर होल्डर, कतिजना सेयर होल्डर हुने, कुन कति सेयर चाहिँ उनीहरूले लिने, अनि तपाईँको डाइरेक्टर को हुने, सञ्चालक, सबै कुराहरू यसमा लेखिएको हुन्छ। अनि एओए जुन आर्टिकल अफ एसोसिएसन जुन नियमावली छ, नियमावलीमा तपाईँको कम्पनी सञ्चालन कसरी गर्ने,
सबै कम्पनी सञ्चालनका सबै कुराहरू चाहिँ नियमावलीमा चाहिँ लेखिएको हुन्छ है। अनि त्यही भएर यो कम्पनीको स्ट्रक्चर पनि त्यही अनुसारको चाहिँ बनाइएको छ है। अनि यो तपाईँको पार्टनरसिपको लागि चाहिँ अब एउटा एग्रिमेन्ट बनाउँछन्, डिड होइन, पार्टनरसिप डिड बनाउँछन्। पार्टनरसिप डिड बनाएर एक आपसमा एउटा एग्रिमेन्ट गरेर साइन गर्छन्। त्यहीलाई नै चाहिँ हामीले चाहिँ लिगल्ली तपाईँको एउटा एग्रिमेन्ट मानेर चाहिँ अगाडि चाहिँ हामीले बढ्छौँ। अनि इन्कम ट्याक्स अन्तर्गत चाहिँ तपाईँको मैले अघि नै भनिहालेँ, तपाईँले पैसा कमाउने बित्तिकै नेपालमा चाहिँ कर कार्यालयमा गएर दर्ता आउनु पर्यो। त्यो भनेको तपाईँले चाहिँ के भन्छ प्यान नम्बर लिनु पर्यो। त्यो लिइसकेपछि कर अन्तर्गतको छुट्टै कुराहरू छन्। अब जुन मैले तपाईँहरूलाई अघि नै यत्रो ऐनहरू लाग्छ भने नि, यो मध्ये तपाईँलाई मैले कम्पनिज एक्टको पढाउँछु होइन। कम्पनिज एक्ट अन्तर्गत तपाईँ अब दर्ता भइसकेपछि तपाईँको दायित्व के हुन्छ भनेर पढाउँछु। तपाईँको इन्कम ट्याक्स अन्तर्गत दर्ता भइसक्यो, इन्कम ट्याक्स अन्तर्गतको दायित्व पढाउँछु। भ्याटको पढाउँछु, भेटीको, तपाईँको लेबरको धेरै छैन, हामीले अलिअलि मात्र पढ्छौँ। सोसियल सेक्युरिटी एक्ट अन्तर्गतको तपाईँको ट्याक्स के अरे यो पेरोल प्रोसेसिङमा होइन, कर्मचारीलाई स्यालेरी दिँदाखेरि चाहिँ कसरी चाहिँ गर्ने भनेर चाहिँ अनि यहाँबाट चाहिँ हामीले चाहिँ पढाउँछौँ है। अब यही कुरा पछाडि चाहिँ हाम्रो अलिकति डिटेलमा लेखिएको छ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ अब भोलिको लागि चाहिँ तपाईँहरूलाई योभन्दा पछाडिको चाहिँ मजाले तपाईँहरूले चाहिँ पढ्नु पर्यो होइन। अनि यो यसमा दर्ता गर्ने प्रोसेसहरू पनि लेखिदिएको छ मैले जुन कुरा भनेको छु, यो तपाईँहरूले पढ्न पर्यो। र कुनै समस्या छ भने चाहिँ हाम्रो जुन ग्रुप छ नि, हामीले एउटा अकाउन्टेन्ट साथी ग्रुप बनाएको छौँ। यदि त्यो ग्रुपमा तपाईँहरू हुनुहुन्न भने होइन, त्यो ग्रुपमा हुनुहुन्न भने तपाईँहरूले चाहिँ मलाई मेसेज गर्नु होला। अनि ठिक छ, आजको लागि चाहिँ यति नै हो है। अब आज कतिको इफेक्टिभ मान्नुभयो क्लास? आज चाहिँ अलि बेसिक नै थियो, बेसिक तर येट एकदम इम्पोर्टेन्ट कुराहरू जुन चाहिँ नर्मल व्यवसायले नै फेस गरिरहेको हुन्छन् त्यो कुराहरूको बारेमा थियो के अरे होइन, थाहा पाउनु जरुरी हुनुपर्ने चिज। अब भोलि चाहिँ हाम्रो भोलि तपाईँहरूले यहीलाई चाहिँ राम्ररी रिड गर्नु पर्यो, मजाले स्टडी गर्नु पर्यो। अनि भोलि चाहिँ हाम्रो अब हामी बुक किपिङतिर लाग्छौँ। किन मेन भनेको हामीले अब यो बारेमा सबै किन यत्रो ठुलो एज्ड र तपाईँहरूले एक्सपिरियन्स भइसकेको व्यक्तिहरू हुनुहुन्छ, यसैमा अब हामीले टाइम दिइराख्नुपर्ने कुरा छैन होइन। अब यसको प्रोसेसहरू पनि त्यहाँ लेखिएको छ, सबैको प्रोसेसहरू छ। कम्पनी दर्ता कसरी गर्ने, त्यहाँ दर्ता अब प्रोप्राइटरसिपको त यति डिटेलमा हामीले कुरा नै गरिहाल्यौँ। इभन विथ द केस स्टडी, सुरेन्द्रजीको केस स्टडीले नै हामीले बुझिहाल्यौँ होइन। अब त्यो बाहेक चाहिँ पर्सिको लागि मलाई चाहिँ चाहिँ यो अब एमआरपी हरेक कुरा मार्केटमा चाहिँ यो पठाउनु पर्ने भएर चाहिँ यो मलाई अहिले आफ्नै एक्जिम कोड गर्नै पर्ने भएको छ कि सर। मैले अरूको लाइसेन्स अरूको फर्मबाट इम्पोर्ट गरेर चलाइरहेको थिएँ सामानहरू होइन। हजुर अहिले अरूको एक्जिम कोड टाँसेर मार्केटमा पठाउन पनि गाह्रो भइरहेछ। त्यसले गर्दाखेरि म आफै फर्म दर्ता गर्छु भनेर गएको, उनीहरूले चाहिँ 50 लाखको चाहिँ क्लोजिङ ब्यालेन्स लिएर आउनुहोस् भनेर त्यहाँबाट पठाइदिएँ क्या सर। यो कसरी हो, यसमा नि अलिअलि अलमल परिरहेको छु म। ठिक छ। अब केस अलिकति क्रिटिकल केसै होला, त्यतिकै त्यसरी गर्दैन। एकचोटि पठाइदिनुहोस् के अरे, अनि त्यसपछि कुरा गरौँला नि के छ र। हाम्रो कन्सल्टिङ विङबाट त्यतातिरबाट नि काम गरौँला। हुन्छ सुजनजी, सर। हाम्रो चाहिँ वेबसाइटमै आउँछ, तपाईँलाई अहिले सायद एक्सेस नभएर होला। यो मैले अपलोड पनि गरेको छैन। जस्तो त्यहाँ डेमो क्लास भनेर आयो नि, तपाईँको कोर्समा गएर तपाईँले हेर्नुभयो भने अहिले डेमो क्लास भन्ने छ, फ्रीमा सबैलाई दिइराखेको छ नि। त्यस्तै गरी लक्ड हुन्छ, तर त्यो चाहिँ तपाईँहरूको अकाउन्टलाई मात्र चाहिँ एक्सेसिबल हुन्छ। यहाँ नोट्सहरू अनि तपाईँको हाम्रो भिडियोजहरू अनि सबै चाहिँ तपाईँको एक दिनपछि चाहिँ आइहाल्छ। आज भयो भने भोलिको समय भयो, पर्सि बिहानसम्म सबै क्लास चाहिँ तपाईँहरूको आइहाल्छ है। भोलि भयो भने भोलि नै हालिदिन्छौँ हामी एडिटिङमा, यदि ढिलो टाइम नलाग्ने भयो भने। किन प्रुफ रिड गर्नुपर्छ, पढाउँदाखेरि कति कुराहरू बोलिन्छ होइन, सबै कुराहरू अब कहिले क्लास चाहिँ पर्सि हुन्छ होइन सर? हजुर सर। त्यही त। ल हुन्छ सर, ल गुड नाइट सर। ल हुन्छ, सबैलाई गुड नाइट है। ल हेलो थ्याङ्क हेलो यू। सर, एउटा क्वेसन सोध्नु थियो। हजुर सर, सोध्नु न। यो के भन्छ सर, अब जस्तै कि एउटा अब कम्पनी गएर रजिस्टर्ड गरे होइन सोल प्रोभाइडरमा, हजुर अनि अब त्यो अब लाइक कम्पनी एबी कम्पनी सोल प्रोभाइडरमा रजिस्टर गरे होइन, हजुर अनि त्यो रजिस्टर गर्ने बेला जुन चाहिँ नाम लेखेँ नि होइन, जसको नाममा छ, अनि अब त्यो प्यानमा त्यो जाने बेला चाहिँ अनि त्यही मान्छेकै नाममा हुनुपर्छ कि? यो यस्तो हुन्छ, ल म थोरै यो बारे पनि भनिदिइहालेँ है त। ल सुन्नु है, अँ, प्यानमा दर्ता, प्रोप्राइटरसिप प्यानमा दर्ता भइसकेपछि अँ, तपाईँको प्रोप्राइटरको जन्म कसले दियो,
त्यो अँ, 3टा ऐनले त दियो, तर कोसँग जोडेर दियो भन्दा जुन व्यक्तिको प्यान युज भएको छ त्यही व्यक्तिको नाममा। जस्तो सुरेन्द्रजीको केसमा सुरेन्द्रजी नै सुरेन्द्रजीको कम्पनी हो होइन। अँ, अब भोलिको दिनमा सुरेन्द्रजीले यो कम्पनी अरूको नाममा ट्रान्सफर गर्छु, यो व्यवसाय अरूको नाममा ट्रान्सफर अँ, गर्छु भन्नुहुन्छ भने अँ, उहाँले उद्योगमा गएर जुन तपाईँको हजुर जसको नाममा दर्ता रहेको छ नि त्यो हजुर दर्ता चाहिँ अर्कोको नाममा सारेर हजुर होइन, सारिसकेपछि नयाँ दर्ता पत्र दिन्छ। नयाँ हजुर दर्ता पत्र लिएर अनि कर कार्यालय गएर ल हेर्नुहोस् मेरो चेन्ज भयो, उद्योगबाट यो आएको छ भनेर भनिसकेपछि त्यो चाहिँ हजुर तपाईँको ओनरसिप चाहिँ ट्रान्सफर गर्न मिल्छ, केही ठुलो कुरो ए छैन त्यसमा पनि। ए अनि हजुर जसको हजुर अनि अँ, एउटा तपाईँको प्यानमा दर्ता छ, सुरेन्द्रजीले अब अर्को प्यानको अँ, अर्को दर्ता गर्छु भन्नुभयो भने सुरेन्द्रजीले तपाईँको पहिले अर्को छ, अर्को अँ, गर्नुहुन्छ भनेर कर कार्यालयले सोध्छ पक्का। अनि अँ, सुरेन्द्रजीले ल के गर्ने गर्ने भनेर सुरेन्द्रजी अँ, एकछिन त्यो कन्फ्युजनमा पनि जानुहुन्छ। अँ, त्यसमा के हुन्छ भन्दाखेरि कुनै पनि व्यक्तिले चाहिँ तपाईँको एउटै प्यानबाट 2टा वा 3टा व्यवसाय पनि चलाउन मिल्छ। तर त्यसको हुन्छ के भन्दाखेरि तपाईँले व्यवसाय चलाइसकेपछि त्यो एउटा प्यान अन्तर्गतको सबै लिमिट चाहिँ भ्याटको अन्तर्गतमा आउँछ। अँ, त्यही भएर एउटा बिजनेसले 20 लाख र अर्को बिजनेसले तपाईँको 40 लाख कमायो भने 50 लाख त कट्यो। अब सबै दुइटै बिजनेस भ्याटमा जानु पर्यो, दुइटै बिजनेसले भ्याट बिल काट्न पर्ने रहन्छ। र ए दुइटा बिजनेसले अन्तिममा जब आय विवरण बुझाउनु पर्छ, आय विवरण त तपाईँको एउटा प्यानले एउटा आय विवरण बुझाउने हो उम्, होइन। अब तपाईँको एउटा प्यानभित्र 3टा व्यवसाय छ भने 3टा व्यवसायलाई चिन्दैन कार्यालयले, कार्यालयले एउटा अँ, प्यान नम्बर मात्र चिन्छ। त्यही भएर तपाईँको नौ 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 सङ्घको नौवटा अङ्कको प्यान चाहिँ तपाईँहरूको दिएको हुन्छ। त्यही भएर उसले के गर्छ, उसले चाहिँ तपाईँलाई ल आइटिआर रिटर्न फाइल गर भन्छ। आइटिआर रिटर्न फाइल गर्दा तपाईँले छुट्टा छुट्टै व्यवसायको तपाईँले चाहिँ रिपोर्ट चाहिँ बुझाउनु पर्ने रहन्छ, समग्रलाई एक ठाउँमा राखेर चाहिँ गर्नुपर्ने रहन्छ। त्यति हो कम्प्लेक्सिटी, अरू केही पनि हुँदैन तपाईँको। त्यसैले एउटा प्यानको व्यक्तिको नाममा दर्ता भएको प्यानको तपाईँको ट्रान्सफर गर्न पनि मिल्छ। तर होइन होइन मैले चाहिँ तपाईँको कुरा मैले बुझेँ होइन। अनि हजुर उहाँले जुन चाहिँ रजिस्टर गरेको चाहिँ भर्खरै रजिस्टर्ड गरेको हो क्या, रजिस्टर हजुर गरेर अनि उहाँले चाहिँ अहिले त्यो प्यानमा चाहिँ रजिस्टर्ड गरेको छैन क्या अहिले। हजुर अनि अब प्यानमा रजिस्टर्ड चाहिँ उहाँको त्यो छोरालाई गराउने हो अरे के। त्यो पनि मिल्यो। अब त्यो त जसले आफ्नो ओनरसिप लिन्छु भन्यो त्यसले जसकोमा दर्ता गरे पनि भयो नि। प्यानमा दर्ता गर्दाखेरि चाहिँ छोराको नाममा दर्ता गर्न कहाँ मिल्छ, उद्योग जसको नाममा छ त्यसैले गर्नु। त्यसकै नाममा हुनु पर्यो नि होइन। हजुर अनि त्यही त त कार्यालयले मान्दै मान्दैन नि कर त्यसको कार्यालयले। लागि चाहिँ अहिले अहिले गएर त्यो वडा कार्यालयमा गएर अनि नाम चाहिँ सचाएर अनि त्यसपछि चाहिँ अनि त्यो प्यान ओडामा चाहिँ होइन, अँ ओडामा होइन, अँ कुन चाहिँ उद्योग घरेलु वाणिज्य कुन चाहिँमा हो त्यहाँ गएर सच्याउनु पर्छ। ए अब त्यो भाडामा हो, भाडामा भनेपछि ओडाको काम भनेको त उही स्थानीयको कर लिनको लागि मात्रै हो क्या ओडाले अँ दर्ता गर्ने भनेको। हजुर हजुर अँ तिमीहरूबाट हामीले कर लिन छ त्यही भएर हाम्रोमा दर्ता गर, अँ त्यति हो ओडाको काम होइन। तपाईँले मेन अँ बुझ्नु पर्यो के भन्दाखेरि मेन तपाईँको दर्ता भनेको त्यो निकायमा हुन्छ जुन निकाय मैले अगाडि 3टा भने नि, अँ तपाईँको उद्योग अथवा तपाईँको वाणिज्य अथवा घरेलु होइन। अँ यो 3टामा चाहिँ तपाईँहरूको दर्ता हुन्छ अँ प्रोप्राइटर। यो दर्ता भएको चाहिँ त्यहाँ गएर चाहिँ तपाईँले चाहिँ कसको नाममा, अब जसको नाममा चाहिँ इजाजत पत्र लिनु भएको छ अँ होइन त्यही नाममा प्यान दर्ता हुन्छ। यदि तपाईँले पहिला दर्ता गरिसक्नु भएको छ भने अब अहिले गएर चेन्ज गर्नुहोस्, चेन्ज गरेपछि प्यान दर्ता गर्नुहोस्। ए त्यो त अब त्यो चाहिँ भाडामा हो कि, भाडामा भनेपछि चाहिँ कस्तो भाडामा भन्नाले अब तपाईँले घरेलु भने नि, घरेलु चाहिँ होइन कि त्यो केमा हो त? भाडा भाडा रेन्ट। भाडा भनेको के हो त, रेन्टमा? अँ ए होइन, त्यस्तो भनेको होइन। त्यो त अँ भाडामा गर्ने एउटा कुरा भयो। तपाईँको घरेलु भनेको त निकाय हो नि त। हजुर तपाईँले कुनै पनि व्यवसाय गर्न अगाडि 3टा मध्ये एउटामा दर्ता गर्नुपर्छ अँ भने होइन त मैले। त्यो मध्ये हजुर जुनमा दर्ता छ त्यहाँ गएर चाहिँ तपाईँले चाहिँ सच्याउनु पर्यो कि कुरा। त्यो भाडामा ए भएर त मतलबै भएन नि हामीलाई। भाडामा त सबैको व्यापार भाडामै छन् नि, हो कसको चाहिँ सबैले घरमा त कहाँ चलाएको छ नि त ल होइन। जुन निकायमा दर्ता छ त्यो निकायमा गएर चाहिँ तपाईँको चाहिँ यो चाहिँ परिवर्तन गर्नु पर्यो। ए सोचाउनु पर्यो। त्यसरी चाहिँ हजुर त्यसरी चाहिँ हुन्छ। अब गर्नुहोस्, केही समस्या भएछ भने फोन गर्नु होला ल है। ल यति भन्दै आजको क्लासलाई चाहिँ हामी एन्ड गर्छौँ। ल थ्याङ्क यू है त सबैलाई। ल है, ल बाई।